हामी चाहिँ यहाँ मङ्गेना यकमा बेलुका आइपुगेर अहिले बिहानै उठेर भिडियो गर्दैछु। दिदी र म चाहिँ यो ओछ्यानमा सुतेर उठ्दैछु अहिले। दिदी र म सुतेको सबै चिया चमेना हुँदैछ, पाक्दैछ। साउदर्न यकको मङ्हिम त्यहाँ माथि मङ्हिम अस्ति बिहा थिएछ यहाँ चाहिँ गेटहरू त्यसै छ अस्ति नै। अब चिया पानी पिएर उकालो थाकथालोतिर जाने तयारीमा छौँ। भन्दाखेरि चाहिँ सावाके बप्पादेन भन्दै त्यतिकै हाम्रो चाहिँ साउदेन भएको भन्छ। त्यसो भन्छ। ल यहाँ साउदेन लाजे आइपुग्यो। साउदेनको उत्पत्ति भएको ठाउँमा हुनुहुन्छ। अन्त यो पारिपट्टि चाहिँ साउदेन लाजे ताप्लेजुङ सबै आइपुगेको छु। साउदेन यकबाट सबै आइपुगेको छु। यो चाहिँ अनलाइन कुराहरू चाहिँ सबै पर्छ। अहिले एकाको छ यहाँको काकाहरू छोडेको 40 वर्ष 40 वर्ष तर हामीले बेचेको छैन। थबै आउनुहुन्छ कि यहाँ त आफै पनि 40 वर्ष धेरै भयो होला होइन। परार आएँ होइन परार यही चाहिँ सामुरामा आएको सुरु गर्दाखेरि अनि त्यति बेला एक दिन राति आएर सुत्यो। अनि त्योभन्दा अगाडि त धेरै नि सिक्किम नै धेरै भयो म त थाहा त कोही छैन। तपाईको चाहिँ घर कुन मेरो घर जन्मेको घर तर यिनै हो। यो हो पहिलेको पुरानो, त्योभन्दा पुरानो यहाँ थियो। अनि यो होइन यता जानुभयो होला नि। अब यो जङ्गलहरू एउटै खाली छैन। दिनेश थापाको पुरानो घर अरे। होइन अब झरेको होला तल अब ढुङ्गामा चियाहरू नबनाऊ मिचो काम पेट्रोल नहाली भएन र नि। अघि हाल्ने बानी थियो। पहिलेदेखि खिची पढाउँ। यो भन्
तपाईँको उमाहरूलाई युट्युबमा हजुर हेलो सेवारो यति बेला जुन हाम्रो सावदेनको थाकथलोमा हाम्रो सिक्किमबाट आउनुहुने सुशीला नानी भतिजनी र उहाँ भतिज हुनुहुन्छ र लगायत हाम्रो लिङ्गेबाट आउनुहुने इन्द्र भतिज पनि हुनुहुन्छ लगायत यता राते पानीबाट कडा रविटारबाट पाल्नुहुने हाम्रो लक्ष्मी कडा चेली हुनुहुन्छ र उहाँ चाहिँ हिँडेर आइपुग्नु भएको है गाडीको पछाडि कति कडा हो गाडीसँगै पो आइपुग्नु हो त फेरि आम्मामा अनि यता ऐमबाट भतिज हुनुहुन्छ यताबाट हाम्रो प्रेम सर भतिज हुनुहुन्छ उत्तरबाट यता हाम्रो इलामबाट हुनुहुन्छ र हाम्रो यो दिनेश सर हाम्रो दिनेश भतिजको घर होइन ए काकाको दिनेश काकाको घरमा यति बेला यो जुन सावदेनको थाकथलोमा एकदमै यहाँ हामीलाई चाहिँ स्वर्गमै पुगेको जस्तो लाग्यो है साँच्ची नै मेलो स्वर्ग आगे भएको लरमा बे अनि यहाँ अग्नि काका पनि हुनुहुन्छ म पनि उहाँसँग आउन सफल भएँ सबै जमघाट भेट भइराखेको छौँ साउदेनहरू साउदेन ग्रुप हो साउदेन यति बेला हाम्रो साउदेन साउदेन अध्यक्ष ग्रुप मात्र भयो भने यो ठाउँको केही कुरा राख्नु के तपाईँलाई यो चाहिँ हाम्रो थाकथलो साउदेनहरूको विशेष उत्पत्ति हुने थाकथलो हो ताप्लेजुङ जिल्लाको तम्बरखोला साउदेन भनेर चाहिँ यहाँ चिनिन्छ होइन र हामी चाहिँ तल तम्बरमा चाहिँ गाली सराबको सिलसिलामा चाहिँ सम्पूर्ण हामी वंशहरू चाहिँ भेला भएर हाम्रो चाहिँ विशेष अन्तिम चाहिँ सुब्बाको घरमा चाहिँ हामी फोटो खिच्दैछौँ धन्यवाद एकजनाको मात्रै हुँदैछ तिमी त मलाई बधाई भन्नु ल यहाँदेखि मेरो चाहिँ बानी बस्ने घर जन्मथालोमा चिया खाँदैछौँ तिमीहरू त गरम पो हुन्छ त गरम उचाल्नु त यो हाम्रो सासूको भात खाने होइन अन्त आज त जे माग्दा पनि दिन्छ त माग्नुहोस् न माइतीहरूलाई आज त जे माग्दा पनि पाइन्छ यसो गरेर खान्थे नि हाम्रो यो चाहिँ तिम्रो मनको है हाम्रो बाबाले पनि यस्तै खान्छ नि यो देख्नु भएको थियो कि यो त्यो त छ मेरोमा पनि पाथी पाथी डालो माना पाथी त छ मेरोमा पनि माना पाथी त छ मेरोमा पनि यो काला काला यो झुन्डेको यस्ता सबै कलम गरेर हाम्रो चाहिँ केन्द्रीय कार्यालयमा त म्युजियम बनाउने म्युजियममा चाहिँ मैले चाहिँ नि यस्तो मन परेर यहाँ भाइसँग है पास्टरको भाइ तप्लेजुङ तम्बुर खोला साउदेन जन्मथलोमा पुगेको छौँ है हामी चाहिँ सबै साउदेन सन्तान काटनको बोतल कसरी आइपुग्छ त्यो रमहरू 500 देखि लिएर 2500 राम्रो ब्रान्डको दामी ठाउँ रहेछ मैदान अलैँची साउदेन दाम यहाँ चाहिँ मेमेङको नि 5 यहाँ साउदेन मैती राजाहरू चाहिँ सबै
दङसिम लिएर बसेछौँ है बहिनी के गर्नु अब यहाँ चाहिँ अब मदम ल्याउने बाजे हुनुहुन्छ दङसिमको साउदेन सन्तान भेटेर चाहिँ यहाँ खुसियाली मनाउनु हुँदैछ। थ्याङ्क यू। हामीले अहिले साउदेनको चाहिँ साउदेन उत्पत्ति थलोमा छौँ अहिले हामी उता थलायुमा यता किचन थलायुमा थलायुमा सेवारो त्यस्तै छ अब पहाडको घर यस्तो अब के गर्नु अब होइन घुम्दै घुम्दै अहिले गाडी आएको मान्छे कुद्नु हजुर चोरी झर्दैछु। हामी चाहिँ साउदेन लाजेबाट चाहिँ ओह्रालो रमिता हेर्दै हेर्दै झर्दैछौँ। साउदेन सन्तानको गाउँहरू अहिले हाम्रो बाजेहरू बस्नु भएको हाम्रो त्यो सोफाका पनि त यस्तो देख्छ नि जाँदाखेरि नजानु त्यस्तै रमिता हेर्दै तर हाम्रो गाउँ बाक्लो झर्दैछ बाजेहरू बाजे बराजुको जन्म थालोमा हेर्दै घुम्दै झर्दैछौँ है ढोक गर्दै सेवारो यो मासु अनि के साउदेन सुक्किम लम्बा हजुर हजुर अहिले के पाइला मैदान हुँदैन सधैँ पहिला हामीहरू त्यहाँ त नाबारी सब वादेन सावामा देन रहेछ मासु पोलेर सुकाउने ठाउँ। चौतारी बिसेर ओह्रालो हिँडेर झर्दैछु। थाकथालो पुगेर ओह्रालो मङ्गेनायक झर्दैछौँ। मेमेङको काकीहरू हुनुहुन्छ काकाहरू हुनुहुन्छ। तम्बर खोला मङ्गेनायकमा अहिले खाना खाँदै गरेको बिहानको खाना अब सुत्ने खाना हिजोबर्का खाएको चाहिँ युङसाङ होला यो चाहिँ पङसाङ होला। अब चाहिँ साउदेन दाजुभाइ साउदेन दाजुभाइ भेला भएर सिक्किम नेपाल सबै ठाउँको अब छुट्टी खाना खानु हुँदैछ। साउदेन स्वयं साउदेन स्वयं अर्थात् साउदेन वंशका यहाँ उपस्थित विभिन्न ठाउँबाट पाल्नुहुने उपस्थित आफन्तजनहरू मैले समग्रमा यसरी नै सम्बन्ध गरेँ। यहाँहरूले यसलाई माइन्ड गर्नुहुने छैन। आजको यो हाम्रो साउदेन स्वयं सङ्जुम्बोको केन्द्रीय बैठक
केन्द्रीय बैठक यो हामी सावधान हामी सावधान छरिहरू छौँ सावधानहरू हामी यही ठाउँबाट हामी हाम्रो थाथलो यहीँबाट हामी छरिएर गएका हौँ भन्ने हाम्रो एउटा विश्वास छ। त्यसैले सायद यो केन्द्रीय समितिको हाम्रो समिति दर्ता भएपछि एक किसिमको औपचारिक ठुलो बैठक भनेको यहाँबाटै हामीले सुरु गर्न गइरहेका छौँ। त्यसैले यो औपचारिक कार्यक्रमलाई सुरु भएको ध्यान आकर्षण गराउन चाहन्छु। सेवा र फेरि पनि म जयप्रकाश साउदेन आजको यो बैठकको म कार्यक्रम प्रस्तुता म चाहिँ वंश नम्बर चाहिँ मेरो 15 नम्बर छ। यसैबाट हामी के गर्छौँ भन्ने अब प्रश्न हुन्छ र यो औपचारिक बैठकलाई हामी सबै धेरै ठाउँबाट सकिएसम्म धेरै ठाउँबाट हामी विश्वमा सावधानहरू जति ठाउँमा बसेका छौँ निकै धेरै ठाउँबाट नेपालको त लगभग यहाँ मैले सुनसरीको र मोरङको प्रतिनिधि मैले देखेको पनि कुनै न कुनै माध्यमबाट 82 साल माघ 18 गते हुन गइरहेको बैठकको अध्यक्षता गरिदिनु हुनको निम्ति केन्द्रीय समितिका अध्यक्ष दिनेश साउदेनज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र यसै गरी यो हाम्रो एउटा सावधान स्वयं संजुम्बोको बैठक मात्रै भएको कारणले धेरै कुराहरूलाई औपचारिक कार्यक्रममा नजोडिकन धेरै हाम्रो समय खर्च हुने भयो। समयलाई बचत गर्नको निम्ति हामीले साह्रै छोटो मिठोमा एउटा कार्यक्रम सेट गरेका छौँ र त्यसमा यहाँहरू सबैले मलाई पनि अब भए हुन्थ्यो भन्ने खालको यहाँहरूले सोचिदिनु हुन्नला भन्ने पनि मैले विश्वास गर्न चाहन्छु। र विभिन्न क्षेत्रबाट पाल्नुहुने साउदेन दाजुभाइज्यूहरूको यहाँहरूकै सिफारिसमा प्रतिनिधित्व हुने गरी मैले केही यहाँहरूलाई दाजुभाइहरूलाई आसन ग्रहणको निम्ति म अनुरोध गर्दछु। र यसै गरी यस बैठकमा 5 थरबाट प्रतिनिधित्व गर्दै आसन ग्रहण गरिदिनु हुन तेजबहादुर साउदेनज्यूलाई म विनम्र अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणकै निम्ति इलामबाट तारा साउदेनज्यूलाई पनि म अनुरोध गर्दछु। यसै गरी झापाबाट याम साउदेनज्यूलाई आसन ग्रहण गरिदिनुको निम्ति म अनुरोध गर्दछु। त्यसै गरी सिक्किमबाट प्रेम बहादुर साउदेनज्यूलाई आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसै गरी ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका 3 जस्तो लाग्छ। ओसेबाट अम्बी साउदेनज्यूलाई आसन ग्रहण गरिदिनुको निम्ति म अनुरोध गर्दछु। यसै गरी पूर्व समिति संयोजक तथा वंशावली सम्पादक ताप्लेजुङ जिल्लाबाट प्रदीप साउदेनज्यूलाई म आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी 5 थर ओयामबाट हाम्रो टोलमा हामी बसेको कारणले मैले टोललाई पनि सम्बोधन गर्न खोजेको हो। ओयामबाट प्रदीप साउदेनज्यूलाई पनि आसन ग्रहण गरिदिनुको निम्ति अनुरोध गर्दछु। यसै गरी कुम्लिङ नगरपालिकाका नगर अध्यक्ष हुनुहुन्छ र अहिले विशेष गरी अब आज हाम्रो ताप्लेजुङ जिल्लाको अध्यक्षज्यू आफ्नो स्वास्थ्यको कारणले गर्दाखेरि उहाँलाई मैले यहाँनिर नाम लिन सकिनँ, त्यसमा दुःख व्यक्त गर्दै कुम्लिङ नगरपालिकाको अध्यक्ष सन्तोष साउदेनज्यूलाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसै गरी वंशावली विमोचन गर्दाखेरि अध्यक्षता गर्नुहुने यसै ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 1 सावदेन निवासी देव प्रसाद साउदेनज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अहिले आसन ग्रहणलाई मैले विशेष प्रतिनिधित्वको निम्ति आसन ग्रहण मैले यहाँ सकाएको छु र यहाँ उपस्थित विभिन्न जिल्ला, विभिन्न देश र विभिन्न ठाउँबाट पाल्नुहुने सम्पूर्ण साउदेन वंश लगायत अन्य उपस्थित महानुभावजीहरूलाई पनि आफ्नै स्थानमा आसन ग्रहण गरिदिनको निम्ति म विनम्र अनुरोध गर्दछु। र
अहिलेलाई भने आसन ग्रहणको क्रमलाई सकिएको भन्दिनँ, थाती राख्दै यसलाई खुल्ला राख्दै म आजको हाम्रो कार्यक्रमलाई फटाफट अगाडि बढाउन चाहन्छु र आजको 2 मिनेट हाम्रो 1 मिनेट 2 पनि यहाँहरू सम्पूर्णलाई नमस्कार सेवारो। यो हाम्रो केन्द्रीय बैठक अथवा यो अहिले 16, 17 र 18 गतिको कार्यक्रम आयोजकहरूलाई हामीले सिक्किमबाट, मेमेङबाट र इलामबाट भेटी स्वरूप हाम्रो यो आर्थिक सहयोग होइन, भेटी स्वरूप जम्माहरू 18,110 रुपियाँ हामी आयोजकलाई हस्तान्तरण गर्न चाहेका छौँ। त्यही भएर यसै गरी मैले आसन ग्रहणको कुरालाई फेरि पनि मैले जोड्न चाहेँ। हाम्रो साउदेन स्वयंको यो याङदुवा यको जुन हामीले मास्तिर एउटा माङ्हिमै भनौँ होइन, हाम्रो माङ्गेन यको एउटा त्यो माङ्हिमलाई निर्माण गर्नको निम्ति उहाँहरूले जग्गा दान गर्नुभएको छ। जग्गादाता खड्ग साउदेनज्यूलाई पनि आजको यो बैठकमा आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। र अब भने खड्ग साउदेनज्यूलाई आसन ग्रहण गरिदिन हुनु म अनुरोध गर्दछु। उहाँले यो याङदुवामा भएको अहिले यको जग्गाको दाता, उहाँ जग्गादाता हुनुहुन्छ। र अब भने मैले ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र यहाँ सम्पूर्ण देशी विदेशी हाम्रा साउदेन स्वयंका हाम्रो साउदेन वंश दाजुभाइहरूलाई र अन्य उपस्थित अतिथिज्यूहरूलाई शब्दले स्वागत गरिदिनको निम्ति केन्द्रीय समिति केन्द्रीय साउदेन वंशको समितिको सल्लाहकार अमृत साउदेनज्यूलाई स्वागत मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। आज हामीले झ्याङबाट झरेर बसेको, छुटेर बसेको हाम्रो यो साउदेन स्वयं सङ्गठनको कार्यक्रमलाई हामीले विधानलाई हामीले सिकेर आएको कार्यक्रम यहाँ आएको कार्यक्रमको अध्यक्षता ग्रहण गरेर बस्नुभएका आजको कार्यक्रमको औपचारिक कार्यक्रमको म धन्यवाद दिँदै हामीले यही ठाउँमा जन्मेर यही ठाउँमा हुर्केर हामी सिक्किमदेखि आसाम, भुटानसम्म र अमेरिका र तपाईँको हङकङ, युकेसम्म छरेर बसेको तमाम हाम्रो साउदेन र हाम्रो छोरीचेली, हाम्रो नाता भान्जा लगायत हामीले एउटा पहिलो चरणमा हामीले जिल्ला र हाम्रो पहिलो प्रथम गरेको छौँ। यो प्रथम आयोजना गरेकोमा सम्पूर्ण हाम्रो दाजुभाइ, दिदीबहिनी र बुहारीजन सम्पूर्णमा उपस्थित भएकोमा म अमृत साउदेन, म पुस्ताना बसेर तर्फबाट र ताप्लेजुङकै साउदेनकै सम्पूर्ण साउदेनहरूको तर्फबाट म तपाईँहरूले यो कार्यक्रमलाई सभ्यता र भव्यता गर्नको लागि उपस्थित हुनुभएकोमा मेरो तर्फबाट र सम्पूर्ण साउदेन स्वयं सङ्गठनको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। हामीले विषय यो कार्यक्रममा यो आयोजना गरेको किन आयोजना गरियो भन्ने कुरो हामी सम्पूर्णले थाहै छ।
हामी अति हिजोको दिनसम्म हामीले कतै छुटेर बसेको थियौँ। त्यसको हाम्रो चाहिँ एउटा पुस्ता नम्बर थाहा नभएपछि पाकोले काका भन्ने, अझै पाकोले बाजे भन्ने र अलिक छिपेकोले दाजु भन्ने र भर्खरकोले चाहिँ भतिजो नाति भन्ने हाम्रो सिस्टम चलान्थ्यो। तर अहिले जब हाम्रो यो वंशलाई एकता गर्नुको लागि हाम्रो दुःख र कष्टका साथ विभिन्न तह र तथमा रहेका छुटेर बसेका दाजुभाइ युवाहरूको सहयोगमा हामीले यो कार्यक्रममा यतिसम्म ल्याएको छ र यो कार्यक्रम यतिसम्म आएर उहाँहरूको पसिनाले जोड्दै हामीले एक ठाउँमा उठ्याएकोमा उहाँहरूले पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले विषय कुरा अहिले चाहिँ यति सजिलो छ, हामी जहाँबाट भेटे साउदेन भनेपछि चेली होस् बुहारी होस्, हामी यति पुस्ता नम्बरमा पढ्छौँ भन्दाखेरि पुस्ता नम्बर सर्लकी आउने भएको छ। यो चाहिँ पुण्यको औँसीको रातमा पुण्यको जुनसम्म देखाउने हाम्रो युवा साउदेन सम्झुङको स्वयंको युवा मित्रहरूले म धेरै धेरै त्यहाँ सहयोग गर्ने सम्पूर्ण साउदेन युवालाई त्यहाँको बुद्धिजीवी मुथुम साबा सम्पूर्णले म धन्यवाद दिँदै हाम्रो यो कार्यक्रममा उपस्थित हुनुभएकोमा फेरि पनि यो कार्यक्रममा हामी उपस्थित हुनुपर्छ, भेटघाट गर्नुपर्छ, एउटा दाजु भएर चाहिँ छोरीचेलीको एउटा सम्बन्ध र एउटा हाम्रो नातालाई पूर्ण सहयोग गर्नुपर्छ भन्ने विश्वास राख्दै सम्पूर्ण उपस्थित हुनुभएका सिक्किम, पाँच थर, सिक्किम मेन इलाम लेख्न अनि बुहारीजनालाई उपस्थित हुनुभएकोमा म धेरै धेरै धन्यवाद दिँदै मुडी धन्यवाद दिँदै फेरि हामी यसरी चाहिँ एउटा दुःख सुखको एउटा हामीले वाचन गरौँ भन्दै म यहाँ फेरि भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। नोगेन अमृत साउदेनजीलाई उहाँले हाम्रो यो भेटघाट पहिलो हो र फेरि पनि यस्तो निरन्तर भेटघाटहरू बारम्बार भइरहनुपर्छ र त्यो बाटो खुल्ला छ भन्ने उहाँको एउटा तर्क थियो। त्यो साँच्चै नै राम्रो छ र मैले अलिकति अघि नै पनि भनेको थिएँ आसन ग्रहणलाई खुल्लै राख्छु भनेर। हाम्रो चेली सिक्किम निवासी सुशीला साउदेन, चर्चित गायिका सुशीला साउदेनजीलाई पनि आजको हाम्रो बैठकमा आसन ग्रहण गरिदिनु यो मेरो आसन होइन यी हुन्छ म अहिले पालो गरौँ वंशावली विमोचनमा पनि बस्नु तेजी आफैमा बस्दा केही फरक पर्दैन। र अब यसलाई फेरि यतिकै म थाती राख्दै अबको कार्यक्रम भने यहाँ सम्पूर्ण उपस्थित हाम्रो पाहुना दाजुभाइहरूलाई खदा र सिलाम साक्माले सम्मान गरिदिनुको निम्ति सन्तोष साउदेन र प्रदीप साउदेनजीलाई म अनुरोध गर्दछु। एकजना चेली हाम्रो यो आजको यो बैठक हामी सायद अहिले हाम्रो निकै ठुलो कोसिसले निकै ठुलो दुःखले आज हामी सम्पूर्ण विश्वका साउदेनहरू यो हाम्रो थापालो साउदेनमा आएर आज यसरी एउटै घेरामा बसेर एउटै भाँडोको भात खानु पाउँदा र हाम्रो दुःख सुखहरू हामीले साट्नु पाउँदा साँच्चै नै गर्व लाग्छ। हामीले सानो दुःखले यो हाम्रो सानो दुःखको कोसिसले यो आज भेला भएको होइन, त्यसमा हामीले गर्व गर्नुपर्ने आज साँच्चीकै ऐतिहासिक दिन जस्तो महसुस भएको छ। र अब सायद हामी विश्वका साउदेनहरू अझै पनि यसै क्रमले हामी एकजुट हुँदै जाने र अझै धेरै हामी भेला हुँदै जाने, भेट हुँदै जाने, यही कार्यक्रमले अझै स्पष्ट रूपमा र प्रत्यक्ष यसले भूमिका खेल्नेछ भन्ने हामी सबैलाई विश्वास लागेको छ। ताली बजाउँ अलिक भएन है।
पहिलोचोटि होला हौ यति लामो ताली अनि साउदेनहरू अनि कहाँ भन्नु निरन्तर पानी हुन्छ उहाँलाई हुन्छ छुट्याएर त्यहाँतिर छुट्दैन धन्यवाद। धन्यवाद हाम्रो सन्तोष र प्रदीप साउदेनज्यूलाई आज ऐतिहासिक कार्यक्रममा छौँ। यो हाम्रो साउदेन संजुम्बोको केन्द्रीय बैठक आज हामी साउदेनहरूको थालथलो साउदेन जुन हाम्रो सिक्किमबाट पाल्नुहुने हाम्रा अतिथिज्यूहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि देख्नुहुन्छ होला फक्टाङलुङ। म त पुगेको छुइनँ, त्यताबाट पनि देखिन्छ भन्ने चाहिँ लाग्छ होइन। र 5 ठाउँ थुप्रै ठाउँबाट हाम्रो फक्टाङलुङ देखिन्छ, हामी सबै ठाउँबाट। फक्टाङलुङको प्रत्यक्ष आज चिसो हावा हामी गरिरहेका छौँ र हाम्रो अगाडि मुकुमलुङ पाथिभरा, हाम्रो अगाडि उसको काठमै हामी बसिरहेछौँ। यो आज याङदुयाकमा छौँ। यो आजको कार्यक्रम हाम्रो निकै नै कष्टले भएको छ। यो हामीले जानेकै छौँ। हाम्रो 2-3 वर्ष हाम्रो सङ्घर्ष पश्चात आज हामीलाई एक ठाउँमा भेला गराएर अहिले सम्पूर्ण अतिथिज्यूहरूलाई शर्माले उहाँहरूले स्वागत गरिसक्नु भएको छ। र अब भने म कार्यक्रमलाई यहाँले पनि केही आफ्नो विचारहरू राख्न सक्नुहुन्छ, तर पनि अब समग्रमा हामीले प्रतिनिधिको हिसाबले गरेका छौँ। मैले अगाडि पनि जानकारी गराएको छु। हाम्रो समय छोटो भएको कारणले केही कुराहरू भरे केही आफूलाई राख्न पर्ने कुराहरू चाहिँ राख्न सकिने छ है। र अब मैले कार्यक्रमलाई फेरि अगाडि बढाउन चाहन्छु। औपचारिक कार्यक्रममा हाम्रो यो बैठक भएको कारणले गर्दाखेरि अर्कै खालको एउटा हाम्रो औपचारिक कार्यक्रम सेट गरेका छौँ। त्यो अलिअलि नमिल्न सक्छ, तर पनि हामीले छिटो समापन गर्न चाहन्छौँ। र आजको यो बैठकमा के प्रस्तावहरू छन्, त्यो प्रस्तावहरू पनि यहाँनिर प्रस्तुत गर्दै आफ्ना केही सजेसन, आफ्ना सरसल्लाहहरू पनि राखिदिनुको निम्ति म कार्यक्रमको अध्यक्ष दिनेश साउदेनज्यूलाई म अनुरोध गर्दछु।
सञ्चालक भाइ प्रकाश भाइ धन्यवाद यो समय दिनुभएको विशेष गरिकन यो हाम्रो ताप्लेजुङ जिल्लाले जुन आयोजना गरेको यो 2 दिनको कार्यक्रमको अन्तिम दिनमा छ र जुन हामीले सिधै आज चाहिँ हाम्रो केही निर्णयको लागि नै मिटिङ भनेर हामीलाई कल गर्नुभएको थियो र उहाँहरूको आयोजनामा गरिएको कुरा र महत्त्वपूर्ण कुराहरूमा छ अनि उहाँलाई भित्री हृदयबाट आयोजक कमिटीलाई म धन्यवाद दिँदै अनि विशेष गरेर आज महत्त्वपूर्ण विषयमा हामीले बात गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि सबैभन्दा पहिले हामी सबै हतार भएको कारणले गर्दाखेरि र भरे एकछिनमा तपाईँहरू प्रतिनिधिहरूले पनि बोल्नु भएको कारणले गर्दाखेरि चाहिँ आज यसरी चाहिँ हामीले महत्त्वपूर्ण हामीले छलफल ल्याउनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि सम्पूर्ण लिम्बूहरूले हामीले हेर्दाखेरि कयौँ लिम्बूहरूले चाहिँ ठुल्ठुलो आफ्नो केन्द्रीय भवनहरू निर्माण गरेको हामी पाउँदछौँ र उनीहरूको आर्थिक बजेट पनि विराट रूपमा करोडदेखि माथिको चाहिँ उनीहरूले आफ्नो ब्यालेन्सहरू राखेर ठुल्ठुलो भवन निर्माण गरेको छ र उनीहरूले यसरी सभा सम्मेलन गर्दाखेरि आदि विभिन्न जातीय अथवा लिम्बू आफ्नो थरगत उनीहरूले कार्य गर्दाखेरि जुन सहजसँगले अगाडि बढिरहेको हामी पाउँदछौँ र यस्तो परिप्रेक्ष्यमा तपाईँ र हामी पनि एउटा साउदेन लिम्बूहरूको बिचको एउटा साउदेन लिम्बू भएको कारणले गर्दाखेरि हामी पनि अब त्यो स्थानमा पुग्नको लागि उहाँहरू जस्तै हामीले पढ्नको लागि हामीलाई पनि यो कुरा चाहिँ खाँचो महस कारणले गर्दाखेरि समग्र साउदेनहरू आज विभिन्न हाम्रो विदेश अथवा भारतवासी हाम्रो साउदेनहरू लगायत देशका विभिन्न जिल्लाबाट तपाईँहरू प्रतिनिधित्वको रूपमा आउनु भएको छ एउटा यसमा चाहिँ एउटा अगुवाको रूपमा आउनु भएको छ त्यसले गर्दाखेरि आज चाहिँ एकदम सान्दर्भिक एउटा समय जुटेको कारणले गर्दाखेरि हामीले त्यो केन्द्रीय भवन निर्माण गर्नका लागि हामीलाई अति आवश्यक कुराहरू भएको कारणले गर्दाखेरि जमिन खरिद गर्न र त्यो भवन निर्माण कसरी गर्ने भन्ने विषयमा नै हामीले छलफल गर्ने हो है त। त्यसले गर्दाखेरि हाम्रो वंशालीमा तपाईँले थाहा पाउनु भएको छ एकजना हाम्रो रुकमान मेरो साइनमा दाजु पढ्नुहुन्छ उहाँले 1 कट्ठा जमिन हामीलाई दान गर्नुभएको छ। त्यो 1 कट्ठा जमिनले हामीलाई नपुग्ने भएको कारणले 1 कट्ठादेखि माथि थप्नु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ अनि उहाँ पनि आत्तिनु भएको छ यति लामो समय हुँदा चाहिँ किन तपाईँले पास गरेर लिनुहुन्न भन्ने खालको कुरो चलेको छ। त्यसले गर्दाखेरि त्यो कसरी थप्यो त भन्ने विषयमा चाहिँ हामीसँग अहिले यो केन्द्रीय कमिटीमा चाहिँ हामी जिरो छौँ है, एकदम हामीसँग केही पैसा छैन। त्यसले गर्दाखेरि चाहिँ हामी कसरी त्यो पैसा पैसा कलेक्सन गर्ने, जमिन कसरी किन्ने, जमिनको मूल्य कति छ, के छ, कस्तो खालको भवन हामी बनाउने भन्ने विषयमा चाहिँ थोरै तपाईँहरूलाई जानकारी म राख्दछु अनि त्यो माथि हामी विराट छलफल गर्नेछौँ। हाम्रो मेन आजको एजेन्डा भनेको त्यो, बाँकी अरू एजेन्डाहरू चाहिँ हामी बात छलफल गर्दै जान्छौँ। छोटो छोटो छ किनभने कहाँ पुग्नु पर्ने भन्ने कुराहरू छ। हाम्रो इलामका हाम्रो दाजुभाइहरू चाहिँ आज नै पुग्नु पर्ने भन्ने कुरा छ। त्यसले गर्दाखेरि चाहिँ भवन किन 1 कट्ठाले पुग्दैन भन्ने साथीहरू पनि दाजुभाइ पनि हुनुहुन्छ होला अनि पैसा चाहिँ जम्मा गर्ने होला। यो चाहिँ तपाईँहरूको आफ्नो व्यक्तिगत तर्फबाट सम्झाउन सक्नुहुन्छ। हामीलाई भवन चाहिएको छ है, अनिवार्य भवन हामीलाई चाहिन्छ। त्यसले गर्दाखेरि भोलि गएर भवन निर्माण गर्दाखेरि चाहिँ त्यो 1 कट्ठा बराबरको त हामीले भवन नै बनाउनु पर्छ। त्यसले गर्दाखेरि त्यो 1 कट्ठा बराबरमा भवन बनाउँदाखेरि कम्तीमा पनि 1 कट्ठामा 300देखि लिएर 400जना व्यक्तिहरू आँट्छ अनि त्यति त दाजुभाइ बेला हुन्छ, त्योभन्दा बेसी हुन सकिन्छ। अनि त्यतिजना व्यक्तिलाई खुवाउनको लागि, पार्किङको लागि, बस्नको लागि अनि किचन रुम त्यति नै बनाउनु पर्ने हुन्छ। अनि त्यसरी नै त्यहाँनिर चाहिँ त्यो बसेर खाने भवनहरू हामीलाई चाहिन्छ अनि अवैध कुराहरू थुप्रो छ। त्यसले गर्दाखेरि त्यो सम्पूर्ण अटाउनको लागि हामीले त अर्को विचार के पनि गरेको छ भने त्यो भवन निर्माण गर्दै गर्दाखेरि दुर्गम क्षेत्रका दाजुभाइहरूलाई भित्तामा बसेर पढ्नको लागि त्यहाँनिर एउटा होस्टेलको व्यवस्थापन त्यही भवनमा हामी राखेर सस्तोभन्दा सस्तो मूल्यमा उनीहरूलाई राखेर पनि त्यहाँनिर पढाउन सकिन्छ। कोही हाम्रा दाजुभाइहरू यो दुर्गम क्षेत्रबाट आउँदाखेरि भित्ताबाट उचार गर्न आउँदाखेरि लागि बिमारीलाई राख्ने ठाउँ पनि हामीले त्यसरी एउटा बिमारी कुराहरू, बिमारी
राख्ने अनि एउटा सरल होस् भन्ने खालको कुरा थुप्रो कुराहरू छ होइन। त्यसले गर्दा यस्तो कुरा अट्नको लागि चाहिँ एकपटकले हामीलाई प्राप्त भएन। त्यसले गर्दाखेरि हामीले थप्नुपर्ने हुन्छ। अनि एकपटक थप्दा पनि अझै अपुग नै हो, तर पनि अहिले तत्कालको लागि त्यो एकपटक थपेपछि अनि हामी पास गरेर लिन्छौँ। अनि पास गरेर लिएपछि अनि त्यो जमिन एकवटा चाहिँ कसरी किन्ने त भन्ने विषयमा आज छलफलमा हामी जानेछौँ है। अब त्यसको अलिकति के छ भन्दाखेरि हामीले त्यो जमिन लिनको लागि है, त्यो जमिन खरिद गर्नको लागि हामीले दातासँग कुरा गर्दाखेरि त्यहाँको वरिपरिको भन्दा अलिकति मूल्य माथि रहेको छ। अनि त्यो अलिकति माथि रहेको कारणले गर्दाखेरि चाहिँ हामीले एक्लै केन्द्रीय कमिटीले निर्णय गर्न सकेनौँ। अब कस्तो रहेको छ भन्दाखेरि चाहिँ हामीले त्यो वरिपरि बुझ्दाखेरि चाहिँ 20 देखि 25 लाखसम्म एक ठाउँमा पाइन्छ, तर उहाँले 27 लाख भन्नुभएको छ। ओके, 27 लाख पनि हामीले एक प्रकारले समर्थन गर्नु मिल्यो, तर उहाँले यो किताबाट पल्लो कितासम्म पुर्याउनको लागि बाटो पनि हामी नै सहकार्य हुनुपर्छ भन्दाखेरि चाहिँ हाम्रो झन्डै 35 देखि 40सम्म हाम्रो जान्छ पैसा। त्यसो गर्दा हामीसँग त पैसा छैन। अनि हामीले एक्लै निर्णय केही पनि गर्न सकेनौँ। हामीले तुरुन्त लिन सक्थ्यौँ होला, हामीले सोच्यौँ मिलेछ भने किस्ताबन्दीमा लिएर हामी चाहिँ तुरुन्त पास गरेर लिने भनेर छलफल गऱ्यौँ। यो हुनुभन्दा अगाडि जुन बेला हामीले विधान दर्ता गरेर ल्यायौँ, विधानको बारेमा हामी पछाडि छलफल गरौँला के गरौँला, किनभने यो छिट्टो हामीले छलफल गरेर बाँकी रह्यो भने म त्यो कुरा तपाईँहरूलाई भन्दैछु, तर हामी पहिले यो छलफल गर्नेछौँ। त्यसले गर्दाखेरि चाहिँ पैसा कसरी थप्ने भन्ने विषयमा नै के अरे पैसा कसरी उठाउने त्यो जमिन किन्ने भन्ने विषयमा नै हामी छलफल गर्नेछौँ। र उहाँले त्यसरी गर्दाखेरि हाम्रो पैसा बढेर जान्छ, हामी के गर्ने त भन्ने विषयमा हामी छलफल गर्नेछौँ। र यहाँहरू सबैलाई धेरै अगाडि बढ्ने छैनौँ। अनि भएको जमिनलाई हामीले पास गरेर लिनेछौँ, हामी केही छलफल गरेका छौँ, अनि बाँकी चाहिँ कसरी लिने भन्ने विषयमा हामी छलफल गर्नेछौँ। केही चाहिँ हाम्रो भाइले पनि थप गरिदिनु हुनेछ। र यति नै म कुरा गर्छु, सबैभन्दा पहिले जमिन कसरी लिने, पैसा कसरी उठाउने र विभिन्न जिल्लामा हामी कसरी जाने, पैसा उठाउने भन्ने विषयमै हामी पहिलोचोटि यो पहिलो एजेन्डामा हामी गर्नेछौँ। अनि त्यस पछाडि पास गरेर लिनेछौँ, लिएपछि अनि त्यस पछाडि अरू के गर्ने भन्ने विषय चाहिँ हामी छलफल गर्नेछौँ। यहाँहरूलाई यति नै कुरा राख्नेछु र यसलाई छलफलको लागि अगाडि बढिदिनुको लागि यहाँहरूलाई म अनुरोध गर्दछु। कानुनी रूपले नसमेट्ला, तर हामी वंशको हिसाबले हाम्रो दाजुभाइको हिसाबले हामी यहाँ एट्याच हुन सक्छौँ। तर पनि काम गर्ने सिलसिलामा अब भने प्रदेश नम्बर 1 कोशी प्रदेशभित्र जम्मा 14वटा जिल्लाहरू छन्। त्यो जिल्लाभित्र हामीले शाखा खोलेर बस्न पाइने प्रावधान पनि खुलेको छ भन्ने पनि यसले स्पष्ट पार्छ। त्यो भर्खरै सम्पन्न भएको छ। त्यो हाम्रो दिनेश दाइले लगभग त्यही अहिले प्रस्तुत गर्नुभएको छ होइन। र यसलाई भवन निर्माण गर्नको निम्ति र त्यसको केही उद्देश्यहरू एउटा आफ्नो टिप्पणी मात्र राख्नु भएको छ, त्यसमा हामीले थप्न सक्नेछौँ। हाम्रो थुप्रै उद्देश्यहरूको निम्ति त्यो भवन बन्ने छ भन्ने कुरा उहाँको स्पष्ट थियो। र त्यो कुरालाई अब एक किसिमको आजको प्रमुख एजेन्डा यही हो, आजको बैठकको भन्ने कुरा उहाँले स्पष्ट पार्नु भएको छ। र यही बैठकमै अघि पनि भनेको छु, विभिन्न क्षेत्रबाट पाल्नुहुने हाम्रा दाजुभाइहरूलाई प्रतिनिधिको निम्ति के अरे रूपमा हामीले यहाँ अघि नाम टिप्पणी गरेका छौँ। र त्यसै अनुरूप आफ्ना केही त्यो क्षेत्रको भनाइहरू राख्नको निम्ति म सबभन्दा पहिला पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका मेमेङबाट तेजबहादुर साउदेनज्यूलाई विनम्र अनुरोध गर्दछु। नमस्ते। साउदेन केन्द्रीय केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय विभिन्न जिल्लाबाट अब यहाँ धेरै लामो बोल्ने समय पनि हामीसँग नभएको हुनाले एकामुष्टमा मैले भारत सिक्किमबाट आउने पाहुनाहरू दाजुभाइहरू, तेह्रथुमबाट, ताप्लेजुङ, इलाम, पाँचथर सबै उपस्थित हुने महानुभावहरूलाई दाजुभाइहरूलाई म फेरि नमस्कार गरेँ। अब यो बैठक भएको हुनाले म बैठकमै प्रवेश गरेँ। अब हाम्रो काकाले भन्नुभयो अब एजेन्डा भनिसके, आज चाहिँ यो एजेन्डा नथपौँ। यो एउटा एजेन्डा अध्यक्षजीले पेस गर्नुभएको छ, त्यो एजेन्डालाई चाहिँ पारित गरेर जाउँ। अर्को एजेन्डा थप्दै जाने हो भने आज हामीलाई पार्टीमा पनि समस्या पर्छ। त्यही एजेन्डामा मात्रै केन्द्रित हौँ। अब एजेन्डामा चाहिँ मैले के भने जग्गा उपलब्ध गराउने कुरा, त्यो साउदिनहरूको एउटा शक्तिको रूपमा उहाँले बोल्नुभयो।
त्यो राम्रो कुरा छ। हामीले पहिलेदेखि अहिलेसम्म पछिसम्म स्वागत गर्नुपर्छ, त्यसमा हामीले पहल कदमी गर्नुपर्छ। उहाँले दिनुभयो 1 कट्ठा, त्यो 1 कट्ठा जमिन हामीले हाम्रो यो सम्झुम्बोको नाममा ल्याउनुपर्छ। कसरी ल्याउने हो के हो अब केन्द्रीय समितिले त्यो पहल गर्छ, ल्याउनुपर्छ भन्ने निर्णय आज हाम्रो हुन्छ। हाम्रो 5 थरको तर्फबाट हाम्रो त्यो कुरा सिफारिस छ। र अर्को आवश्यक जमिन पनि चाहियो। आवश्यक जमिन खरिद गर्नको लागि आर्थिक स्रोत के हो, कुन भावमा लिने, कसरी लिने, कुन क्षेत्रमा लिने भन्ने कुरा पनि केन्द्रीय समिति नै बढी जानकारी हुनेछ अथवा केन्द्रीय समितिले नै भूमिका निर्वाह गर्नेछ। अब हामी ताप्लेजुङमा छौँ, 5 थरमा छौँ, इलाममा छौँ। त्यो क्षेत्रको भूगोलको, माटोको, प्राविधिक कुराको ज्ञान नहुने हुनाले केन्द्रीय समितिले नै पहल कदमी गरेर दोस्रो कुरामा हामीलाई सल्लाह सुझाव दिनुहुनेछ भन्ने कुरा लाग्यो। र अब यो मैले बैठकको कुरा त त्यही नै हो, त्यति नै राख्यौँ। अन्य कुरा चाहिँ अब साथीभाइले पनि राख्नुहुनेछ। र अब साउदेन यो हाम्रो चाहिँ महाअभियानमा छौँ। वंशावली लेख्ने, कलेक्सन गर्ने त्यो एउटा अभियान थियो, सकियो। वंशावली बनायौँ, अभियान थियो, सकियो। अब त्यस्तै अब यो कल्चरल प्रोग्रामहरू गर्ने अभियान पनि सकियो। अब यो केन्द्रीय कमिटीलाई दर्ता गर्ने कुरा पनि उहाँहरूले धेरै मेहनत गरेर गर्नुभयो, त्यो पनि सकियो। यो महाअभियानमै चाहिँ एवं छौँ। अब यो संरचना विकास गर्ने, जमिन खरिद गर्ने, भवन बनाउने होला, गार्डन बनाउनेलाई के होला होइन, त्यो अभियानमा यो आजको यो पहिलो मिटिङमा धेरैवटा प्रस्ताव पनि नलैजाउँ, एउटा प्रस्ताव यसरी नै पारित गरेर जाउँ। र हाम्रो वंशावलीमा विभिन्न किसिमका समस्याहरू हुन्छन्, त्यो समस्याहरू आउँछन्, आइराखेका पनि छन्। त्यो समस्याहरू चाहिँ हामीले वंशावली जुन किताब छ, हामीले हाम्रो मेहनतबाट एउटा उपलब्धि प्राप्त गरेका छौँ। त्यही वंशावली किताबभित्रैबाट समस्या जन्मियो भने पनि यही किताबमा समस्याको समाधान हुनुपर्छ, अन्य विकल्प खोजिनु हुँदैन भन्ने सल्लाह सुझाव पनि राख्दै 5 थरबाट मेरो यो सल्लाह सुझाव राखेँ। धन्यवाद। धेरै धेरै धन्यवाद 5 थरबाट तेजबहादुर साउदेनज्यूलाई। र उहाँको एउटा अमूल्य सल्लाह सुझाव रह्यो, जुन मुख्य एजेन्डा यही हो, हामीले पाएको कुरालाई छिट्टै ग्रहण गर्नुपर्छ, अन्यथा भोलि थुप्रो धेरै किसिमका समस्याहरू खडा हुन सक्छन्। र अहिले जति पनि हाम्रा ती वंशावलीबाट यी निर्मित यो हाम्रो सम्बन्ध र त्यहाँभित्र रहेका त्रुटिहरूलाई फेरि सम्हाल्नुपर्छ र सम्बन्धलाई बलियो बनाउनुपर्छ भन्ने एउटा सल्लाह सुझाव थियो। उहाँको यो मिठो सल्लाह सुझावसँगै म फेरि त्यही क्रमलाई अगाडि बढाउन चाहन्छु। र अब भने इलामबाट म तारा साउदेनज्यूलाई आफ्ना केही कुराहरू राखिदिनु निम्ति म अनुरोध गर्दछु। साउदेन सङ्घ समितिको यो केन्द्रीय बैठक, वंशावलीको केन्द्रीय बैठक सभा अध्यक्ष भन्नुभएको सभाध्यक्षजी र सम्पूर्ण हाम्रा वंशावलीमा उपस्थित हुनुभएका विभिन्न ओहदामा बस्नुभएका हाम्रा जिल्ला यहाँ ताप्लेजुङदेखि हाम्रा 5 थर सिक्किमसम्म, इलाम, झापा, मनाङ, सारा संसारका दाजुभाइको भेलालाई म स्वागत गर्दै नमस्कार गर्न चाहन्छु। र यो समयलाई हामीले ध्यान दिँदै छुटो हामीले भन्ने केही छैन, सबै कुरा राम्रो राम्रो आएको छ। केन्द्रीय बैठकको निर्णयलाई एकदम उचित हो, यो कुरालाई काट्नै सकिँदैन। थोरै छोटो मिठो कुराहरू छन्। त अहिले हाम्रो 5 थरदेखि जुन निर्णयहरू आए यो एकदम योग्य आयो। हामीले सबैले गर्नुपर्ने केही हो, भन्नु सक्ने केही छैन यहाँनिर। र यसैलाई हामीले गरेर जाउँ। र यहाँ अब मैले चाहिँ थोरै थप्नु र भन्नुपर्ने कुराहरू चाहिँ के हो भने, हाम्रो यो जुन मङ्गिना योगको मन्दिर हो, तपाईँले मङ्गिन बनाउनु भएको छ, त्यसलाई अझै जगाउने, त्यसलाई अझै उज्यालो बनाइदिने हामीले एउटा त्यहाँ व्यवस्था गरिदिनु भयो, त्यो अझै धेरै राम्रो हुन्थ्यो कि भनेर यहाँनिर 24 घन्टा एउटा बत्ती बाल्ने थियो। चर्चा जाउँ हामी सारा साउदेनको मङ्गिना जहिले तहिले बलिरहोस् बत्ती, र त्यो सम्भव भयो भने। र त्यहाँनिर अब त्यो गर्दाखेरि एउटा प्लेट त चाहियो होला, सालवर्षदाङ। अब उहाँलाई के व्यवस्था हुन्छ, अब त्यो गर्नलाई हामीलाई सारा
मा यहाँबाट उठिदिनुहोस्, हामीले गर्नुपर्ने सहयोगहरू सबै सौदेनले गर्नुपर्छ, अनिवार्य बाध्य हुन्छ। म यही भन्दै मेरो कुरा यही। धेरै धेरै धन्यवाद इलामबाट पारा सौदेनज्यूलाई। उहाँले पनि 5 थरबाट आएको प्रस्ताव र सल्लाह सुझावलाई समर्थन छ भन्नुभएको छ र जुन सांस्कृतिक रूपले हामीले 3 वर्ष भयो हामीले यो इन्दिरियाङढाङमा जो ताप्लेजुङ जिल्लामा हाम्रो सम्पूर्ण विश्वका हाम्रो सकेसम्म विश्वका हामी लिम्बू समुदायको मुन्धुमी स्थल मुन्धुम सायद म मुन्धुम सावा त्यस्तो ज्ञाता त होइन, तैपनि मुन्धुमहरू यही फक्ताङलुङदेखि नै सुरुवात भएर जान्छन् भन्ने मैले सुनेको छु। र त्यो सांस्कृतिक पक्षमा अहिले भर्खरै साकमुरा वादनमा 3 वर्ष योपालि हामीले सम्पन्न गरेका छौँ तपाईँ हामी सबैले। र त्यसै गरी त्योभन्दा अगाडि वंशालीले समापन गरेपछि हामीलाई यसरी भेला गराएको छ भन्ने कुरा पनि अघि आएको थियो। र अब सम्पूर्ण साउदेन विश्व साउदेनहरूको एउटै मात्रै घर, एउटा साउदेनहरूको घर बन्नुपर्छ भन्ने एउटा 5 थरको जुन सल्लाह सुझाव थियो त्यसैलाई समर्थन गर्नुभएको छ। र त्यो सँगै अर्को एउटा नयाँ हाम्रो चोलुङ चाहिँ अब जहिले पनि ठाडो हुनुपर्छ भन्ने खालको उहाँको सल्लाह सुझाव थियो, हामीले सुनिसकेका छौँ। माङ्गे नायकमा सधैँ धुप बल्नुपर्छ, दियो जल्नुपर्छ भन्ने उहाँको सल्लाह सुझाव राम्रो छ। र अब भने फेरि अर्को सुझावतिर बढ्न चाहन्छु। झापा जिल्लाबाट याम साउदेनज्यूलाई आफ्नो केही कुरा राखिदिनु म अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक। यस साउदेन स्वयं सम्बन्धु आजको केन्द्रीय समितिको बैठक कार्यक्रमका सभापति अध्यक्षता गर्नुहुने केन्द्रीय अध्यक्ष दिनेश साउदेनजी र विभिन्न जिल्लाबाट सिक्किमबाट आउनुहुने प्रतिनिधिको रूपमा आउनुहुने दाजुभाइ र विभिन्न पदमा रहनुहुने पदाधिकारीज्यूहरू र यसै गरी यस साउदेनमा बस्नुहुने स्थानीयवासी दाजुभाइ, विशेष गरी यहाँ एउटा प्रस्तावहरू आएको थियो। त्यो प्रस्तावहरूमा चाहिँ जग्गा हामीलाई दिएको जग्गा अपुग्छ र त्यस अपुगलाई थप गर्दाखेरि पैसा अथवा र आर्थिक चाहिने र फेरि जग्गा मात्रै थपेर पनि नहुने, त्यसमा संरचना पनि बनाउनु पर्ने भन्ने कुरो चाहिँ महत्त्वपूर्ण कुरो हुन्छ। जग्गाले मात्रै हुँदैन, संरचना त्यसमा अनिवार्य हुन्छ। त्यसले त्यो संरचना पनि दुईटै कुरोहरू थप्दाखेरि हामीलाई आर्थिक धेरै आवश्यक पर्ने हुँदाखेरि आर्थिक कसरी सङ्कलन गर्नुपर्ने भन्ने कुरो नै आजको विशेष छलफल र ध्यानाकर्षण भएको कुरो मैले जानकारी पाएको छु। र प्रत्यक्ष रूपमा मैले जग्गादाता हाम्रो शाखा रूपमान थप्नेसँग चाहिँ भेटघाट हुँदाखेरि उहाँले मिटिङ हुँदै पनि भन्नुहुन्छ, मैले जग्गा दिइसकेको छु, तिमीले जग्गामा कहिले काम गर्छौ, कहिले पास गर्छौ, कहिले संरचना गर्छौ भन्ने कुरो उहाँलाई पनि एकदमै आतुर छ। किनभने आफूले दिएको जग्गामा आफूले दिएको चाहिँ कुनै पनि एउटा दानमा त्यहाँ केही भइरहेको छैन, उसलाई पनि अलिक आतुर अब भइरहेको मैले पनि महसुस। त्यसो हुँदा यो कुरो चाहिँ हाम्रो जिल्लामा पनि पटक पटक उठ्ने गर्छ र हाम्रो केन्द्रीय अध्यक्षलाई र साथीहरूले हाम्रो झापा जिल्लाको अध्यक्षले बार त्यो कुरोहरू चाहिँ राख्नुहुन्छ। तर संयोगवश आज चाहिँ जुन चाहिँ अब आयोजक गर्नुभएको यो एउटा बृहत केन्द्रीय मिटिङ र हाम्रा बृहत यो राष्ट्रिय अन्तर्राष्ट्रिय साउदेनहरू भेला भएर गरिने साकमुरा वादेमा जुन कार्यक्रम गर्नुभयो, यो आयोजक टिमलाई झन् धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने यो चाहिँ एकदमै मलाई पनि हेर्नु मन लागिरहेको थियो। अब गएको सालहरूमा चाहिँ आउन सकिएन, यो साल चाहिँ अब अन्तिम पनि हो र दाजुभाइसँग भेट हुने अनि यस ठाउँलाई पनि यसो अवलोकन गर्ने भन्ने कुरो एकदमै म आफूलाई भाग्यशाली ठान्दछु। र यस आर्थिक कुरोहरूमा चाहिँ अब यसलाई कसरी जाने भन्ने कुरोहरूमा चाहिँ अब केन्द्रीय समिति लगायत चाहिँ अब यहाँ हाम्रो विभिन्न क्षेत्रबाट आउनुहुने प्रतिनिधिहरू छलफल गरेर यसलाई जति सक्दो चाँडै यसलाई अगाडि बढाउँ र अब अघि 5 तर्फबाट भन्नुभएको र उहाँले भन्नुभएको कुरोहरूलाई म फेरि त्यही कुरोलाई म जोड दिँदै मेरो यो अन्त्य गर्न चाहन्छु। धन्यवाद। झापाबाट यहाँ साउदेनज्यू उहाँले पनि एक किसिमको अगाडिकै एजेन्डालाई
साथ छ भन्ने कुरा छ र त्यसमा उहाँहरू तलै झापावासी नै हुनुहुन्छ। त्यसैले जो जग्गादाता पनि झापावासी नै हुनुहुन्छ। त्यसैले उहाँहरूको एक किसिमको त्यहाँनिर हामीभन्दा निकट उहाँहरू हुनुहुन्छ र त्यहाँनिर जग्गादाताले पनि आतुर हुनुहुन्छ भन्ने खालको सन्देश हामीले यहाँबाट बुझेका छौँ र त्यो छिटो गर्नुपर्छ भन्ने उहाँको पनि सल्लाह सुझाव रहेको छ। र अब भने म सिक्किमतर्फ लाग्न चाहन्छु। सिक्किमबाट पाल्नुहुने प्रेमबहादुर साउदेनजीलाई पनि यही कुराहरू प्रति आफ्नो कुराहरू राखिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद संयोजक महोदय। र आजका केन्द्रीय समितिका बैठकमा आसीन सभापति महोदय र त्यसरी नै केन्द्रीय समिति बैठकमा आफ्नो आफ्नो पद सम्हालेर बस्नुहुने पदाधिकारीगण र तुमबाट आउनुभएका हाम्रा साउदेन दाजुभाइहरू र म के भन्न चाहेँ भने पहिला धेरै वर्ष अगाडि श्री प्रसाद सुब्बाले वंशावली थालेका थिए र त्यति बेला पनि हामी एकीकृत सिक्किमसँग भयौँ न। त्यतिसर हामी एकीकृत भयौँ र जुन ताप्लेजुङले सुरुवात गर्नुभयो र सुरुवात गरेपछि हामी पनि त्यसमा संलग्न भयौँ। हामी पनि यहाँ सहभागी बन्यौँ र हाम्रो बनियो पनि। र वंशावली बनेपछि हामी धेरै निकटमा आयौँ, दाजुभाइ भेट भयो र थाक तल्लो पनि घुम्न पायौँ र तपाईँहरूले घुमाउनु भयो। यसमा तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। र अब यो एउटा तपाईँहरूको प्रस्ताव आयो जुन चाहिँ भवन बनाउने र जमिन किन्नेमा। अब सिक्किमको केन्द्रीय समितिको सदस्य चाहिँ हाम्रो एकजना दाजु छनौट गरेको थियौँ, तर केही कारणवश उहाँ आउनु भएन र त्यसले गर्दाखेरि अब सिक्किमको पक्षबाट मै बोल्नुपर्ने हुँदाखेरि अब यो दुईवटा कुरा भयो यसमा, एउटा जमिन किन्ने र भवन बनाउने निर्माणको। र त्यसले गर्दाखेरि हामी सहमति जनाउँछौँ सिक्किमले, त्यसमा सहमति हाम्रो छँदैछ। तर अब यो दुईवटा पक्षमा रकम उठाउनु पर्ने र त्यसले गर्दाखेरि चाहिँ अब कुन प्रकारले रकम उठाउनु पर्ने। अब एउटा त जमिन किन्नु पऱ्यो, भवन पनि बनिनु पऱ्यो र त्यसले गर्दा दुईपल्ट पैसा उठाउनु पनि निकै गाह्रो पर्ला। र त्यसले गर्दाखेरि म के तपाईँहरूलाई सुझाव गर्न चाहेँ भने केन्द्रीय समितिका कतिजना सदस्यहरू हुनुहुन्छ, अब प्रेसिडेन्ट साहब आफै, तपाईँहरू सिक्किम आउनुहोस्, हामी तपाईँहरू दाजुभाइहरूसँग हामी मिटिङ गर्न गर्छौँ र त्यहाँनिर यो सबै कुराहरू हामी राखौँ र यथाशक्ति कसरी हुन्छ, कति कति दिनुपर्ने त्यो मिटिङमा हामी पास गरौँ। र मैले अघि भने दुईपल्ट सायद अब जमिन किन्नु पनि यता भवन बनाउनु पनि पैसा हामी दिनु सक्दैनौँ पनि भन्ने होला र त्यसमा हामी एउटा निचोड निकालौँ र छिट्टै तपाईँहरूले भन्नुहोस्, हामी सबै दाजुभाइलाई चाहिँ हामी एक ठाउँमा हुन्छ, समूहमा हामी भेला पार्छौँ र मिटिङ गरौँ र हामी तपाईँहरूलाई सहमत छ, हामी असहमत छौँ, हामी सहमतै छौँ भन्दै मेरो वक्तव्य यहीँ राख्नु। धेरै धेरै धन्यवाद प्रेमबहादुर साउदेनज्यूलाई। उहाँ सिक्किमबाट उहाँको सल्लाह सुझाव रहेको थियो र वास्तवमा यहाँ एउटा समस्या पनि र समाधान पनि त्यो भित्रै थियो, जुन मैले त्यस्तो बुझेको छु। एउटै कुरामा जस्तै अब एउटै मान्छेलाई अर्थात् एउटै विषयमा दुईपल्ट पैसा उठाउनु एउटा समस्याको पाटो आफैमा हो र यसलाई कसरी समाधान गर्नुपर्छ भन्ने कुरा केन्द्रीय समितितर्फ नै उहाँले लक्षित गर्नुभएको छ त्यो समाधानको निम्ति। र त्यसलाई कसरी हुन्छ सहज ढङ्गले त्यसलाई प्रस्तुत गरेर जानुपर्ने सल्लाह सुझाव उहाँको स्पेसली त्यही रह्यो र निकै यो राम्रो थियो। र त्यसै गरी म अब ताप्लेजुङतर्फै आउँछु। ताप्लेजुङको सिकैचा, पूर्व सिकैचा र अहिलेको सिर्जङ्गा गाउँपालिका 3 निवासी हाम्रो अम्बी साउदेनज्यूलाई सल्लाह सुझावको निम्ति म विनम्र अनुरोध गर्दछु। धन्यवाद। आज यो साउदेन संयोग मतलब यो साउदेन वंशावलीको केन्द्रीय कमिटीको कार्यक्रमलाई सञ्चालन गर्नुहुने आदरणीय मेरो काका र यो कार्यक्रमको अध्यक्षता गरिरहनुहुने अध्यक्षज्यू र त्यसै गरी साइनो अनुसारको काका तुम्बा के पर्नुहुन्छ सम्पूर्णमा नमस्कार स्वीकार गर्न चाहन्छु। र अब समय थोरै भएको कारणले गर्दा अब धेरै कुराहरू राख्न पनि उचित लागेन होइन। अब हामी सबै आफ्नो व्यवसायको कारणले गर्दा सबैलाई बाटो बताउँ भन्ने नै लागेको जस्तो लाग्छ। त्यही भएर सर्टकटमा अब धेरै कुरा त अघि आए, सबै कुराहरू मलाई जाइ लाग्यो। अब उहाँहरूले अघि भन्नुभयो यो केन्द्रीय भवन बनाउनु पर्ने भयो अब त्यो भन्ने खालको कुराहरू आयो। अब यसको चाहिँ अब विशेष गरी आर्थिकको कुरा आयो।
आर्थिक हामीले कसरी चाहिँ अब सङ्कलन गर्न सकिन्छ होइन, जहाँसम्म लाग्छ अब हाम्रो साउदेन वंशावलीबाट हामी वंशगत कति छौँ, अब कोही आर्थिक राम्रै भएका छौँ होला, कोही आर्थिक नभएका छौँ होला, विभिन्न अब ठुलो समाजमा धेरै खालका हुन सक्छौँ। तर कसरी हुन्छ कति हो होइन हिसाब गरेर हामीले सङ्कलन गरेर त्यस्ता दाताहरूलाई खोजेर हाम्रो वंशभित्र पनि थुप्रै छन् जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि त्यस्ता दाताहरू खोजेर र हामीले जति सक्छौँ अनिवार्य कतिसम्म गर्न सकिन्छ होइन, त्यो अनुसार सङ्कलन गऱ्यौँ भने भवन बनाउन निर्माण गर्न पनि सकिएला। अर्को कुरा जग्गाको कुरा आयो, जग्गा जो मान्छेले दान गर्यो उसैको किन्ने होला सायद जस्तो लाग्छ ती छेउमा होइन। त्यसको लागि पनि अब जग्गाको लागि पनि अब रकमको लागि त्यसरी तयारी गरेर जानुपर्छ जस्तो लाग्छ होइन। अर्को कुरो जुन एउटा अघि हाम्रो अध्यक्षज्यूले कुरा राख्नुभयो त्यो सोचेको एकदम मलाई पनि जायज लाग्यो होइन। अब दुर्गम क्षेत्रबाट कोही अब बिर्तामठमा अब सबैको घर हुँदैन होइन, आफन्त भए पनि कतिवटा टालिएर बस्नुपर्ने, त्यो बेलामा चाहिँ त्यति भवनहरूसम्म बनाउन सके चाहिँ एउटा हाम्रो वंशको धेरै कल्याण हुने काम हो जस्तो लाग्छ होइन। यो विचारको लागि चाहिँ जसले निकाल्नु भयो यो कन्सेप्ट बनाउनु भयो उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। र अनि मैले देखेको अब अघि यसो घुम्न गयो हाम्रो यो थाकथलोमा आउँदाखेरि होइन, अब त्यो हाम्रो यो ऐतिहासिक कुराहरू छ नि यहाँनिर, यसलाई पनि संरक्षण गर्न चाहिँ अति जरुरी लाग्यो क्या मलाई। किनभने त्यो माथि यो के भन्छ कति त्यो ओडातिर मासु पोली खाने ठाउँ है, त्यो ठाउँहरू चाहिँ अब अलिकति व्यक्तिकै जग्गा जस्तो लाग्यो यसो हेर्दाखेरि, व्यक्तिकै होला सायद त्यो। त्यसमा चाहिँ अब हाम्रो चाहिँ अब हामी यहाँको दाजुभाइलाई त अलिकति केही होइन होला त्यो, किनभने जन्मँदै देखेको होइन। तर टाढाबाट आउँदै गर्दा चाहिँ हामीले हेर्दै गर्दा चाहिँ अब सुँगुरको खोर अब ढुङ्गामाथि होइन अलिकति, अनि त्यसलाई चाहिँ जगेडा गर्नुपर्छ कि जस्तो लाग्यो। भोलि गएर व्यक्तिको जग्गामा व्यक्तिको त्यो भइसकेपछि उसले त्यो ढुङ्गाहरू नराख्न पनि सक्ला। अहिले प्रविधि आएको छ है, अब यहीँ रोड छ यसरी अब के अरे मतलब रोड त्यहीँ पुगिरहेछ, अब भोलिको दिनमा त्यो ढुङ्गा चाहिँ फुटाएर बसरमा हालेर गिटी बनाएर लान्छ भने हाम्रो अस्तित्व रहला त, रहँदैन नि होइन। त्यसले गर्दाखेरि चाहिँ त्यसलाई संरक्षण गर्न पनि अति जरुरी देखेँ त्यो ठाउँलाई। त्यस्तै गरी यहाँ विभिन्न इतिहास ठाउँहरू छ होला होइन, त्यस्तालाई पनि हामी संरक्षण गर्नुपर्छ। व्यक्तिको नहोस्, साउदेन वंशको एउटा वंशको होस्, भोलि गएर हाम्रा भावी सन्तानहरू आउँदा पनि फट्ट आएर देख्न पाउन्, हामीले मात्रै होइन अब आउने सन्तानले पनि देख्न पाउन्। अब हिजो त यातायात थिएन, त्यस्ता औजारहरू थिएन, त्यो ढुङ्गा सुरक्षितै थियो, दिनभर 2-4 झम्पल हान्दैमा के नै चोइट्याउँथ्यो र। तर अहिले त चाह्यो भने त्यो ढुङ्गा त 1 घन्टामा त्यसको अस्तित्व नराखिदिने त्यस्ता हामीसँग साधनहरू आइसकेको छ। त्यसले गर्दाखेरि त्यसको पनि हामीले संरक्षण गरौँ, किनभने यो हाम्रो चाहिँ यो मूल कुनै पनि मूल पानी कुवाकै पानी चाहिँ फोहोर भएर बग्छ भने तल खोलामा पानी पिएर के अर्थ। त्यसले गर्दाखेरि यो हाम्रो थाकथलो गयो ऐतिहासिक ठाउँहरू छन् जुन, त्यस्ताहरूलाई पनि संरक्षण गरौँ। यहाँनिर अहिले झट्ट अघि पनि भनिसकेँ, यहाँ व्यक्तिको नहोस् हाम्रो यो साउदे समाजको होस् भन्न म चाहन्छु। र अब बाँकी कुराहरू त अब भवन निर्माण अघि हाम्रो तेज दाइले कुरा गरिसक्नुभयो, उहाँको कुरालाई जोड्दै अब हामीले एक खालको साइनो सम्बन्ध हाम्रो एउटा वंशावलीको लागि हामीले केही गरेका छौँ, केही त्यसमा गडबड होला बिग्रेको होला, त्यसलाई त्यसरी सोचेरै जानेछौँ होइन। किनभने हामी चाहिँ एउटा बोर्डबाट धेरै हाँगा धेरै लहरा भइसकेको कारणले गर्दाखेरि सर्लकै स्पष्टता नहोला है, त्यसलाई समाधान गर्दै जाँदै र अब जुन एउटा आर्थिकका कुराहरू आए, यो आर्थिकका कुराहरूलाई चाहिँ सायद हामी अघि यहाँ सूचना भतिजो हुनुहुन्छ 1000 घर जति कति छौँ सुकिमतिरै भन्ने खालको कुरा गर्नुभयो। अब 1000 घर विचार गर्नुहोस्, नेपालमा पनि हामी 1000-1200 सायद होला, 20-2200 घर धुरीकोले पक्कै पनि त्यो भवन बनाउनु जग्गा किन्नलाई त्यत्रो ठुलो आपत्ति मान्नु जस्तो चाहिँ लाग्दैन होइन। अब एउटा वंशको हिसाबले 2-4 हजार दिन चाहिँ अब त्यति अप्ठ्यारो हो कि जस्तो लाग्दैन होइन। अब सबैको त नहुन सक्छ सबैकोलाई, तर त्यसलाई त्यत्रो ठुलो आपत्ति जस्तो लाग्दैन। ल यति भन्दै विशेष गरी यो हाम्रो साउदेन वंशको साथमा उद्यममा कार्यक्रमलाई कन्सेप्ट बनाएर यो कार्यक्रम राख्नुभएको थियो, तपाईँहरूलाई विशेष गरी म धन्यवाद दिन चाहन्छु। र आउँदो दिनमा यस्ता आर्थिकका कुराहरू
र भवन मराउने घरमा गर्नुपर्ने सहयोग त्यसको लागि चाहिँ अब हामी विशेष गरी अब उसै भनौँ र उसैको हामी 100 दिन जति भएका छौँ हामी तयारी छौँ भन्दै तपाईँहरूलाई मेरो भनाइ राख्दै पूर्ण फेरि हामी 100 दिनहरू यसरी नै भेट्ने कार्यक्रमहरू बनोस् भेट्नुपर्छ भन्दै यही एउटा छाता मुनिमै रहेर हामी रहन पाऊँ जहिले हामी एक आपसमा एउटा चाहिँ चिन्जान होस् भन्दै म मेरो भनाइहरू यहाँ अन्त्य गर्दै व्यवहार गर्दै जिल्ला रहन चाहन्छु। धेरै धेरै धन्यवाद अम्बी साउदेनजीलाई। उहाँ ताप्लेजुङको सिकैचा पहिला 8 ओसेबाट आफ्नो केही सल्लाह सुझाव राख्नु भएको छ र उहाँले पनि एउटा नयाँ कुरा राख्नु भएको छ। स्पेसल्ली उहाँले इकोनोमिकली बोल्नु भएको छ होइन। त्यो हामी धेरै गर्छौँ र धेरै घरमा थोरै थोरै पैसाले पनि धेरै जम्मा हुन सक्छ, त्यो वास्तविक हो। र त्यहीँभित्र पनि भन्नुभएको छ हामी हुने पनि छौँ नहुने पनि छौँ होइन। त्यो सँगसँगै नेगेटिभ सोचका पनि छौँ, पोजिटिभ सोचका पनि छौँ, ती सबै छन्। त्यो पनि चुनौतीको रूपमा रहन सक्छ भन्नुभएको छ। र त्योभन्दा पनि अझै उहाँले यो माथि हाम्रो यकहरू आज बिहान हेर्नु होला यहाँहरूले भन्ने मलाई लाग्छ। र खोङपेम्बा खोङनेम्बा लुङबाङ याक होइन, यो सबै हेरेर आउनु भएको छ र त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा हो। र अहिले प्रविधिले क्षणभरमै त्यसलाई नष्ट गर्ने साधनहरू पनि छन्, वास्तविक हो यो कुरा। र त्यसलाई हामीले त्यो जति पनि छन् त्यो व्यक्तिगत छन्, व्यक्तिगत कुराबाट यता संस्थागत रूपमा लिनको निम्ति कहिले विचारको आवश्यकता पर्छ, खुल्ला हृदय भएको जग्गादाताको के भन्ने आवश्यकता पर्छ, होइन भने रकमको आवश्यकता पर्छ भन्ने उहाँको सुझाव। सँगसँगै यसलाई पनि हामी सबैले सम्झिनुपर्ने सुझाव सम्झिँदै फेरि पनि म अब 5 थर ओयामबाट प्रदीप साउदेनजीलाई आफ्नो केही कुराहरू सल्लाह सुझाव आफ्नो कुराहरू राखिदिनुमा म विनम्र अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद प्रदीप साउदेनजीलाई। र अब भने म फेरि पनि यस्तै आफ्ना कुराहरूलाई राख्ने तर्फ नै म अगाडि बढेको छु। र अब भने यही फक्ताङलुङ 1 साउदेन पहिला साउदिन साउदिन गाविस गाउँ हो यो होइन। र अहिले फक्ताङलुङ गाउँपालिका बनेको छ अहिले नयाँ संरचनामा। यो 1 नम्बर वडा अन्तर्गत हामी अहिले कार्यक्रम चलाइरहेका छौँ। र फक्ताङलुङ 1 निवासी यो याङदोआ यको यो संरचना निर्माण गर्दा जग्गा दिनुहुने हाम्रो जग्गादाता खड्ग साउदेनज्यूलाई आफ्ना केही कुरा र सल्लाह सुझावहरू राखिदिनु निम्ति म अनुरोध गर्छु। पाल्नु हुने बुढोलाई नमस्कार। म त के भन्नु, मैले अब जग्गा यहाँ दिएँ त थोरै मात्रै दिएँ मैले 4,000 जग्गा मैले 5 गरिदिएको छुइनँ होइन। म 5 गरिदिन्छु पछि, मेरो नाममा अहिले धन पूजा आएको छैन। अनि अब सहयोग अब के भन्नु, सहयोग त अब यो वंशवाल निकाल्दा पनि मैले 30,000 दिएँ। अब यो भन भनिन्छ नि अहिले भन, अब कति हो के हो दिनुपर्ने केन्द्रीय उसको। अब यो साउदिन यीको साथीहरूले अब सहयोग
कति निकाल्नुपर्छ होइन र म जति भन्नुहुन्छ त्यति जति भन्दा सबैले कति हजार हुन्छ म त्यो निकाल्छु र सबै साथीहरूले भन्नुहुन्छ अब यहाँको भूगोलको ऊ त धेरै छ अघि उहाँले भन्नुभयो होइन यो भाइले माथि एकदम बायो उता बियोग भन्छ यो अब याङ बायो अब संरक्षण चाहिँ गर्नु नै पर्ने हो सबै इतिहासको है होइन अब यो धेरै छ यहाँ माथि हाम्रो चाहिँ ढुङ्गा भन्छ नि त कापोलुङ भन्नेहरू छ होइन धेरै छ यहाँको इतिहास त्यसले गर्दा अब उहाँले भन्नुभयो म तपाईँहरू त देख्नुहुन्न पनि यसलाई समर्थन गर्दै अब साथीभाइले अब पछिको त्यो केन्द्रीय भवन बनाउँदा कति लाग्छ त्यो हामीलाई पनि हामी त अब 7 दिन थियो अब सबै बसेर सल्लाह गर्छौँ भन्दै बिदा चाहन्छु। धेरै धेरै धन्यवाद खड्ग साउदेनजीलाई। उहाँले निकै सकारात्मक कुरा ल्याउनु भएको छ गर्नुभएको छ। उहाँले सल्लाह सुझाव पनि दिनुभएको छ र यो माङ्गेना योगको यो माथितिर संरचना बनाउँदाखेरि जग्गा उहाँले दिनुभएको थियो र त्यो कानुनी हिसाबले पास भइसकेको छैन त्यो पनि म गर्नेछु र आगामी दिनहरूमा हिजो पनि मैले सहयोग गरेको छु र आगामी दिनहरूमा पनि सहयोग मेरो साथ समर्थन त्यत्तिकै रहनेछ भन्ने सल्लाह सुझाव सँगै उहाँले आफ्नो मन्तव्य पुरा गर्नुभएको छ। र अब भने म यही सल्लाह सुझावकै कार्यक्रमलाई अगाडि बढाउँदैछु र हाम्रो साउदेन वंशावली विमोचन गर्दाखेरि अध्यक्षता गर्नुहुने यही फक्काङलुङ 1 ताप्लेजुङ निवासी देवप्रसाद साउदेनज्यूलाई पनि आफ्ना केही सरसल्लाहहरू र सुझावहरू राखिदिन म विनम्र अनुरोध गर्छु। बोली सुन्नु त अनि र सेवाहरू सबै दाजुभाइहरू अब भतिजहरू छोराहरू अब यो हाम्रो जुन साउदेन कसलाई अर्नु होला काका यहाँ माथि अब बेलरले चेक्ने बुझ्यो का केन्द्रीय सभा अध्यक्ष र उपस्थित विभिन्न अहिले त पाली गाउँ भन्थे गाउँ चाहिँ वार्ड भन्थे अहिले त गाउँपालिका हुन्छ विभिन्न गाउँपालिका र जिल्लाका दाजुभाइहरू दिदीबहिनी बुहारीहरू सबै यो हाम्रो एउटा ऐतिहासिक हाम्रो एउटा यो फलो हो साउदेन वंश र यसमा योभन्दा अगाडि हामीले यस कुरालाई निकै खोजी तलास गर्यौँ निकै चाहिँ अघि भनेको हाम्रो त्यो श्री नातिसँग यो कामहरू हामीले भनेअनुसार चाहिँ अगाडि बढाउनु भएन। हामी त्यो ठाउँमा पनि पुग्यौँ र पनि स्वीकारेर यो कुनै आधारले गर्छ कुनै चाहिँ प्रमाण गरेको कुरोलाई मिल्नै मिल्दैन भनेर हामीलाई चाहिँ भन्नु र हामीले भन्यौँ हामीले सुनेका आधारलाई त्यो चिज प्रमाण होइन हामीले सुनेका बुढापाकाले भनेको कुरो यस्तो छ यो तरिकाले हामीले औषधिलाई सुत्याएर यसरी चाहिँ हामीले गर्नुपर्छ भन्दा उहाँले अर्कै कुराहरू लानुभयो र फेरि अब युवा केटाहरू युवा या नातिहरूले अब यो कुरोलाई अगाडि बढाउँदै हामी यसरी एक आपसमा सबै दाजुभाइ कथाको बाटो र हाम्रो चाहिँ पुस्ताहरू पनि पत्ता लाग्यो हामी यो यस्तो यस्तो भन्ने कुराहरू सबै भयो र हामीले अब यहाँबाट हामीले ल्याएको यो 3 वर्षको यो सामुरा भन्ने हाम्रो ऐतिहासिक यो एउटा सराप हो पर्वतीय सेवाबाट यो चाहिँ अब अगाडि यसको मन्दिर पनि मैले अघि माथि देखाएँ त्यहाँ चाहिँ एउटा हाम्रो चेलीले श्राप गरेर एउटा चरा छडिदियो त्यहाँ याखोक मागलाई उसले उठाएर त्यहाँ छोडिदियो। अब त्यो चरा कहिले कहिले निस्किन्छ अरे त्यो लोहरतिर ठुलो हामीलाई अनि त्यहाँ हामीले
पक्का त्यो पनि हो भनेर त्यहाँ हामीले एउटा मन्दिर पनि स्थापना गऱ्यौँ त्यहाँ अनि त्यहाँ शराबहरूको गायन गऱ्यौँ। अनि त्यसो हुँदा अब यो हामी सबै एक भएपछि हामीले अब यहाँ गाउँमा खालि त्यसलाई भन्छ एकपिरी ठाउँ भन्छ अब भनेपछि खोलामा हामीले अब इतिहास यो साउदेन हाम्रो थाकहरू अगाडि साउदेन वंशको थाक पनि यो नामाकरण थुप्रै छ। यो अघि हेरेको लुङबाङ यो याङ्गा पर केरङ यो भन्ने छ। अब फेरि एउटा ढुङ्गाहरू एउटा आफस्यास प्राकृतिक बनावटको ढुङ्गाहरू पनि छन् हेर्नुहोस्। सबै कापुरुङ भन्ने उहाँ सिक्किमका नातिहरू सबैलाई देखाइयो। अनि अब एउटा छ फेरि हात्तीलुङ भन्ने पनि छ। त्यहाँ हरेकको नक्साहरू छ। पहिला कुकुर, पहिला गाईको, पहिला चाहिँ यो साँपको, यी चाहिँ कुखुराको, यी सबै पहिलाहरू छन् त्यहाँ। यो रुख चाहिँ यहाँ माथि पर्छ, ठुलो छ ढुङ्गा। अब यस्तो ऐतिहासिक ठाउँ रहेछ अगाडि बुढाहरूले अब यो कुरो अब जस्तै यो ढुङ्गाहरू कहाँबाट आयो? माथिबाट आएको ढुङ्गा, पहिरो लडेर आएको ढुङ्गा एउटा प्राकृतिक बनावटै हो नि त्यो होइन। अनि त्यस्तो र अब यहाँ अहिले जुन केन्द्रीय अध्यक्षजीले अघि चाहिँ कुरा गर्नुभयो, हामीले एउटा एजेन्डा भनेर भन्नुभयो। यो एजेन्डामा अवश्य पनि साउदेन वंशहरू एउटा सल्लाह सुझावबाट एकता भएर हामीले यसलाई चाहिँ कदर गरेर गयौँ भने अवश्य हुन्छ होला जस्तो पनि मलाई लाग्छ। किनभने अब यो एउटा एकदम नहुने मान्छे भनौँ न गरिब दुखीहरूको एउटा ठाउँ स्थल पनि हुन्छ र त्यहाँ बास बस्ने चाहिँ पनि हुन्छ भने यो एउटा हाम्रो फेरि आफ्नो साउदेन वंशको एउटा चाहिँ इज्जत पनि हुन्छ जस्तो मलाई लाग्छ। अब अरू वंशहरूले त कता के गरे प्रोजेक्टहरू उठाए उनीहरूले गरे, तर हाम्रो अझै त्यो जग्गा चाहिँ हाम्रो चाहिँ एउटा साउदेन दाजुभाइले त्यतिखेर नै चाहिँ उसले त्यो दिइसक्नु भएको। त्यसलाई अब यताबाट नमिलेर चाहिँ त्यो पास गर्नु नसकेको होला र अब त्यो पनि व्यवस्था केन्द्रीय सदस्य चाहिँ नातिहरूले त्यो मिलाइसकेको होला र यसमा सबै एक भएर थोपा मिलेर सागर बन्छ भन्ने पुरानो एउटा पनि छ भने अवश्य पनि हामी अघि एकजना भाइले सिकेचाको नाति भन्नुभयो र हामी धेरै नै छौँ साउदेन वंश। मैले पनि अहिले हिसाब गर्दा साउदेन हामी अगाडि नथालीको भएर मात्रै साउदेनको मात्रै साउदेन देखियो। अब अहिले त धेरै नै रहेछ नि। अब सिक्किममा त्यस्तो सोलबुङमा अब हुनु त सुनेको थियो हामीले, सिक्किममा उत्तरै मान्छ हाम्रो दाजु यहाँ पर चाहिँ खालेलुङतिर पनि लेम्बेङ छ, भाडापामा छ भन्ने कुरा त सुनेको थियो हामी सुनाइमा मात्रै। त अहिले त हामी आमाले सामान्य भयौँ भने अवश्य हामीले सल्लाहबाट हामीले अवश्य पनि यो कामहरू गर्न सक्छौँ होला र सक्ने पनि पर्छ होला जस्तो मलाई लाग्छ भन्दै मेरो कुरोलाई म यही मुख्य गर्दछु। धेरै धेरै धन्यवाद प्रसाद साउदेनज्यूलाई। उहाँको पनि एउटा महत्त्वपूर्ण सरसल्लाहहरू रहेको छ। विशेष गरी हाम्रो एकता, हाम्रो अहिलेसम्म भएको अपरिचितताभित्र अब परिचित भइएको कुराहरूमा र त्यो लगायत ऐतिहासिक कुराहरूको पनि उहाँले केही कुरा जोडेर उहाँ विदाय भइसक्नु भएको छ। र अब भने यस्तै आफ्नो केही कुराहरूलाई राखिदिनुको निम्ति यो साउदेन स्वयं संजुङको जुन हामी धेरैले बुझेका छौँ र धेरैले नबुझेका पनि हुनसक्छौँ। साउदेन स्वयं संजुङको हामी एउटा लिम्बू जाति हौँ, नेपालको सूचीकृत लिम्बू जाति हौँ। त्यसमा हामीसँग आफ्नै भाषा छ, लिपि छ, आफ्नो संस्कार संस्कृति छ। त्यसैले हाम्रै भाषाबाट जुन साउदेन स्वयं संजुम्बो, साउदेन स्वयं भनेको वंश, संजुम्बो भनेको समिति है, साउदेन स्वयं संजुम्बो त्यसका पहिला यो साउदेन स्वयंको वंशावली बनाउने क्रममा प्रधान सम्पादकको रूपमा भूमिका निर्वाह गर्नुभएको थियो प्रदीप साउदेनजीले केही कुरा राखिदिनु हुन म अनुरोध गर्दछु। सम्पूर्ण
आउनु आफ्नो तह र तत्कालमा केन्द्रीय सदस्य सल्लाहकार सदस्य जिल्ला सदस्य ठाउँमा रहन्छ एकमुष्ट र हाम्रो समयको अलिक अभाव भएको कारणले अहिले गएर हामीले साउदेन ताप्लेजुङको थाप्थलो साउदेनमा अन्तिम चाकुरा कार्यक्रममा आउनुभयो सम्पूर्ण दाजुहरूलाई विशेष गरी धन्यवाद र अबको दिनहरूमा हामीले गर्नुपर्ने कामहरू धेरै छ हामीबाट सुरु भएको 2-3वटा कामहरू सक्सेस भएको छ तपाईँ हाम्रो साथ र सहयोग र सल्लाह सुझावले गर्दाखेरि हामी 2-3वटा काम सक्सेस गर्न पुगेको छौँ र अझै पनि हामीले धेरै कामहरू गर्न छ र यस विषयमा तपाईँ हामी एकसाथ रहेर बिचमा कोही अराजक शब्दहरू र अराजक व्यक्तिहरूले तपाईँ हामीमाथि खेलवाड गर्न सक्छ यसलाई एकदम ध्यान दिनुपर्ने हुन्छ किनकि हामी जुन जिल्लाबाट नेतृत्व दिएको छौँ जिल्ला वाइज जिल्ला अध्यक्ष समिति बनेको छ केन्द्रीय समिति बनेको छ र जिल्ला समिति र केन्द्रीय समितिको टार्गेट र उहाँहरूको निर्णयलाई फलो गरेर गइयो भने हामी हाम्रो टार्गेटहरू पुरा हुन्छ र हामीले गर्न सक्छौँ र उहाँहरूसँग नजिक भइएन र उहाँहरूको टार्गेटमा हामी छैनौँ र कुनै व्यक्तिहरूले हामीमाथि चलखेल गर्ने सम्भावना देखिन्छ र गरिराखेको हुन्छ यसको सामना हामी सबै मिलेर गर्नुपर्ने हो गर्नुपर्छ त ऊ लागिन्छ नभए त्यति सजिलो छैन काम गर्दै जाँदाखेरि धेरै समस्याहरूको समाधान गर्न पर्ने हुन्छ धेरै समस्याहरू आउँछ त्यसैले गर्दाखेरि म के भन्न चाहन्छु भने हामीले धेरै कामहरू गरेको छौँ र अब धेरै कामहरू गरेका छौँ र अब रह्यो हाम्रो टार्गेटहरू धेरै छ अब हामीमा आवश्यक पर्ने भनेको हाम्रो केन्द्रीय जग्गा 1 कट्ठा दिनुभएको छ अब 1 कट्ठाको विषय आज अहिले छलफल हुन्छ र केन्द्रीय भवनको लागि पनि छलफल हुन्छ र अरू कुराहरू पनि धेरै कुराहरू छ तर अब यसलाई हामीले चाहिँ एकसाथ हुनुपर्छ पहिलो कुरो इलामका साथीहरूले इलामको जिल्ला अध्यक्षलाई र इलाममा रहनुहुने केन्द्रीय सदस्यसँग सम्पर्क गर्नुपर्छ हामी भोलि खाको तालमा राजनीतिको तालमा व्यक्तिगत इस्युमा चाहिँ हामीमाथि ठुलो समस्याहरू पनि आउन सक्छ हामी कस्तो जाछौँ भन्दाखेरि एक बटुका खाएर देश पल्टाउने एक बटुका खाएर चाहिँ नि राम्रो बाटो भत्काउने उदाहरणको लागि अब हामी केन्द्र भवन बनाउँदैछौँ घरे एउटाले के भन्छ त्यो भवन किन बनाउनु पर्यो भनेर पछाडि लाग्ने पनि हुनसक्छ भन्ने कुरा भावी भविष्यमा भोलि चाहिँ नि मान्छेले के गर्छ भन्दाखेरि एउटाले काम सुरु गरेको हुन्छ अर्कोले चाहिँ नि उल्टो पटारी दिन पनि सक्छ त्यसैले गर्दाखेरि हामी अब के हुनु पर्यो भन्दाखेरि हामी जिम्मेवारी त एउटा एक तरिकाले त दिएको छौँ नि त जिल्ला केन्द्रसम्म दिएको छ यहाँ समस्या भयो भने भोलि चाहिँ नि उहाँले सम्पूर्ण गराएर अघि बढ्नुपर्छ र हामी एक भएर बढ्नुपर्छ र आर्थिकको कुरामा चाहिँ अब हामी ताप्लेजुङ र साउदेन भागथलोको साउदेनहरू चाहिँ आर्थिकमा अलिक कमजोरी नै छौँ मले धेरै कामहरू गर्दाखेरिको अनुभूति र धेरै कुराहरूको काम गर्दाखेरि चाहिँ म साउदेन ताप्लेजुङको थाकथलोबाट चाहिँ आर्थिकमा अलिक कमजोरी नै देखिएको छ र साउदेनमा बस्नुहुने दाजुहरूले पनि अब हामी वंशको लागि के गर्न सकिन्छ हैन अब हामी चाहिँ कस्तो साउदेनहरू छौँ भने उता दोकानमा गएर बियरको 2 कार्टनको कुरा हुन्छ यता वंशमा 100 रुपियाँ निकालौँ भन्दा के को निकाल्छौ भन्छ उता बियर चाहिँ 2 कार्टन खान्छ यसले गर्दाखेरि त्यो 2 कार्टन चाहिँ 1 कार्टन बियरको मात्रै साउदेनको वंशको रगतको नाताले रगतको केही गर्नको लागि हामीले दिउँ भने केही हुन्छ कि भन्ने कुराहरू हुन्छ तर अब सबै ठाउँ फेरि साउदिनमा मात्रै होइन म इलाममा पनि पुगेँ सिकैचामा पनि पुगेँ सिक्किम चाहिँ पुग्न बाँकी नै छ तर अब सिक्किममा पनि साथीहरू छन् ठुल्ठुला कुरा गर्छन् तर काम चाहिँ अलिक सानै हुन्छ त्यसैले गर्दाखेरि अब चाहिँ हामी ठुलो कुरा पनि नगर्ने
ठ्याक्कै लाइनमा जाने र अब हामीले धेरै गर्नु छ। अब म टाइमलाई सदुपयोग यति गर्न चाहन्न र अबको दिनहरूमा एक भएर जानुपर्छ र विशेष गरी रगतको सम्बन्धमा हामी लाग्नुपर्छ। रगत के हो, रगतले के गर्नु खोजिरहेछ, हुनु त अब आफ्नो आफ्नो ठाउँमा छ, तर वंशमा केही भयो भने केही त्यस्ता कार्यक्रमहरू आयो अथवा वंशको कोही मान्छेहरू चाहिँ नि आज दबाई खानु नपाएर चाहिँ नि बिरामी भएर चाहिँ नि पैसा नभएर छटपटिराखेको साथीहरूलाई चाहिँ उपचार गर्ने कुराहरूमा होइन, त्यो कुराहरूमा हामी एक भएर जानुपर्छ। र अब अहिले म पनि अब केन्द्रीय अध्यक्षजीले प्रस्ताव राख्नुभएको विषयमा हामी ताप्लेजुङबाट जति सक्दो केन्द्रले जे निर्णय गर्नुहुन्छ र केन्द्रले कस्तो आर्थिकदेखि लिएर हरेक कुराको सहयोगको निर्णय गर्नुहुन्छ त्यसको लागि ताप्लेजुङको थाकथलो र नगरका साउदेनवासीहरूले हामी तपाईँहरू जे निर्णय गर्नुहुन्छ केन्द्रले त्यसैमा हामी सर्वसहमत गर्नेछौँ भन्दै मेरो छोटो मन्तव्य अन्त्य गर्न चाहन्छु। हवस्, धेरै धन्यवाद। साउदेन वंशावलीको प्रधान सम्पादक प्रदीप साउदेन उहाँले पनि आफ्नो अमूल्य जुन सुझाव दिनुभएको छ। हामी साउदेनहरू रुचिमा फरक होला, आस्था विश्वास र स्तर हरेक कुरामा अनेकता भए तापनि साउदेन वंशको लागि एकता हुनुपर्छ र अहिलेको समाज र जति पनि संसारमा सफल समाज जुटमा सफल छ र फुटमा सफल छैन भन्ने आफ्नो जुन भनाइको मुख्य उद्देश्य त्यो दिँदै उहाँ यहाँबाट बिदा हुनुभएको छ। र अब भने लगभग आफ्नो सुझावको अन्त्यमा सुझाव दिने कार्यक्रमको अन्त्यमा पुगेका छौँ र यो हाम्रो विशेष गरी साकमुरा वादेममा कार्यक्रमलाई यस साउदेन वंश अर्थात् साउदेन स्वयं सङ्जुमको जिल्ला कमिटी ताप्लेजुङले र फुङलिङ नगरपालिकाले गरेको थियो। मुख्य भूमिका उहाँहरूको थियो। उहाँहरूको संयोजकत्वमा यो कार्यक्रम सम्पन्न भएको छ र लालबहादुर साउदेन जिल्ला कमिटीका लालबहादुर साउदेनज्यूलाई यहाँबाट हामीले उहाँले धेरै धन्यवाद भनेर फेरि यहीँबाट यही कार्यक्रमबाट उहाँलाई धन्यवाद मात्रै दिन सकेका छौँ। उहाँ अस्वस्थताको कारण यहाँ उपस्थित हुन सक्नु भएन र केही कुराहरू आफ्नो भनाइहरूलाई राखिदिनुको निम्ति फुङलिङ नगरपालिकाका साउदेन स्वयं सङ्जुम्बोका अध्यक्ष सन्तोष साउदेनज्यूलाई म विनम्र अनुरोध गर्दछु। सबैजनालाई सेवा रहेको तर्फबाट र विशेष गरी त आजको हाम्रो साउदेन स्वयं सङ्गठनको आउनुभएका सम्पूर्ण इलाम तथा दाजुभाइ सभा युवाहरू सबैबाट मेरो एकमुष्ट नमस्कार। र साथै हामीले गर्दै लाँदाखेरि विभिन्न अब अप्ठ्यारो बाटोहरूमा कति हामीले यो गरेको छौँ र यसै गरेर हाम्रो मिटिङमा सहयोग गर्नुभएका सम्पूर्ण विशेष गरेर मैले चाहिँ यहाँ छोट गरीमा अब यहाँ हाम्रो यता दाजुभाइहरू हुनुहुन्छ सबैजनाले चाहिँ सुनिदिनु होला, किनभने यो आय व्ययको चाहिँ म सार्वजनिक गर्दैछु होइन। भोलिको दिनमा चाहिँ तपाईँहरूलाई चाहिँ यो जानकारी म सबैले म गर्न चाहन्छु र अब अरू कुरा त अब सबै यहाँको केन्द्रीय अध्यक्ष सबै कुरा भनिसकेको छ र अब समय पनि हामीसँग छैन। अब कहाँ जानु पर्ने भन्ने कुरा अब सबैलाई आफै थाहा छ। त्यसैले गर्दाखेरि म चाहिँ अब केही समयको पाबन्दीलाई मध्यनजर राख्दै जति पनि तपाईँहरू आउनुभयो सबैभन्दा खुसी नै मेरो र अब त्यो अरू कुरा त सबै तपाईँले भन्न सक्नुभएको सुनिसक्नुभएको छ। म यस कुरामा के भन्नु चाहेन। धेरै धेरै धन्यवाद।
सन्तोष साउदेनजीलाई उहाँले आफ्नो जिम्मेवारीमा रहेको कुरालाई पनि आज स्पष्ट पारिसक्नु भएको छ। हाम्रो समाज पोजिटिभलाई भन्दा नेगेटिभलाई बढी पछ्याउने समाज हो हामीले देखिरहेका छौँ र शक्ति पनि पोजिटिभ भन्दा नेगेटिभकै धेरै हुन्छ। जति नेगेटिभले नै उछिट्याएर जित्ने अहिले अब प्रवृत्ति छ होइन, त्यसैले सायद उहाँले आफ्नो क्लियर पार्नु भएको छ। यो सम्पूर्णलाई आय व्ययको जानकार उहाँले गराउनु भएको छ र अरू कुराहरूमा यो बैठककै निर्णयलाई हामी स्वीकार गर्छौँ भन्ने उहाँको सल्लाह सुझाव र स्वीकृति थियो। यो सँगसँगै हाम्रो एक किसिमको सरसल्लाहको यो जुन कार्यक्रमलाई अब प्रतिनिधि मार्फत भएको कार्यक्रम चाहिँ अब लगभग सकिएको छ र अब निर्णायक कुरामा हामी केही छोटो छलफल गरेर निर्णयलाई अब हामी माइन्युटमा यसलाई उतारेर हामी कार्यक्रम समापन गर्छौँ र त्यसको निम्ति छलफल गर्न र केही आफ्ना जिज्ञासाहरू राख्नको निम्ति केही समय यहाँहरूलाई पनि खुला गरिएको छ। यहाँ सम्पूर्ण उपस्थित साउदेन दाजुभाइहरूलाई पनि केही कुरा आफ्नो केही जिज्ञासाहरू रहेमा र त्यसको सरसल्लाह सुझावहरू रहेमा समयलाई ख्याल गरेर पालोमा यहाँहरूले आफ्नो केही प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्ने यहाँहरूलाई जानकार गराउँदछु। गरेर लिम्बुवानमै भएको चिजहरूलाई हामी कलेक्सन गर्छौँ र यो हाम्रो केन्द्रीय कार्यालयमा चाहिँ त्यो चिजलाई हामी वृद्धि गरेर चाहिँ सारा लिम्बुहरू नै त्यहाँनिर थोराउने हामी काम गर्दछौँ भनेर हामीले सोचेका छौँ है। यो चाहिँ हाम्रो विचार हो है। अब यो चाहिँ के त भन्दाखेरि आर्थिकमै भर पर्ने कुरा हो। त्यसले गर्दाखेरि यो आर्थिकलाई हामीले तीव्र रूपमा तपाईँले सरसफाइ गर्नुभयो भने अनि त्यसलाई हामी वृद्धि गरेन नै छ। अनि अर्को कुरा चाहिँ फर्किँदाखेरि चाहिँ यहाँ फिदिम बसेर बिहान खाजा पानी गर्दैछौँ। खाजा चिया फिदिममा, यो चाहिँ फिदिम है, फिदिम बजार। हाम्रो रबिटरको दिदी हुनुहुन्छ यता चाहिँ हामी खाजा खाएको, भित्र दाजुहरू हुनुहुन्छ। फर्किँदाखेरि चाहिँ यहाँ फिदिम बसेर बिहान खाजा पानी गर्दैछौँ। खाजा चिया फिदिममा, यो चाहिँ फिदिम है, फिदिम बजार। हाम्रो रबिटरको दिदी हुनुहुन्छ यता चाहिँ हामी खाजा खाएको, भित्र दाजुहरू हुनुहुन्छ। माथिल्लोमा जान्छन् नौसौ शताब्दीको कुरा हामी चाहिँ नेपाल ताप्लेजुङ तम्बुर खोला गएको थियौँ अनि आज चाहिँ फर्केर यहाँ जोरथाङबाट घरतर्फ लाग्दैछौँ, उत्तरेतर्फ। अनि अब यहाँ दाजुहरूलाई चाहिँ कस्तो लागेछ, कहाँ गएको थियौँ, किन गएको थियौँ भनेर सोध्छु है त। ल दाजु, हामी नेपाल कहाँ गएको थियौँ, कस्तो लाग्यो, के को लागि गएको थियौँ भनिदिनुहोस् न एक दुई शब्द। योपालि चाहिँ तम्बर खोलामा साउदेनहरूको साकुरा वादेममा साथै केन्द्रीय कमिटीको मिटिङ भएकोले गर्दा हामीलाई पनि आमन्त्रित गरेको थियो र हामी पुगेर आयौँ र सौभाग्य मिल्यो कि हामी जरुप जमदारको बादमा हामी प्रथम
वंशहरू सायद थाकथालोमा पुग्ने पनि भयौँ। त्यसको लागि हामी नेपालका दाजुभाइलाई सबैलाई धन्यवाद दिन चाहन्छौँ र आउँदो दिनहरूमा पनि हाम्रो यसरी नै कार्यक्रम रहिरहोस्, भेटघाट भइरहोस् भन्न चाहन्छु। अनि के भरे साउदेनको गाली श्राप पनि बगायो होइन? बगाइयो, गाली श्राप बगाइयो। सिक्किमको सम्पूर्ण साउदेनहरूको नामाकरण पनि हामीले हाल्यौँ। जसले पनि भेटी अथवा सतबी पलबी दिनु सकेन, तर उहाँहरूको पनि वंशहरूको नाम हामीले लगाइदिएको छौँ। त्यसमा तपाईँहरू खुसी मान्नु होला। ल अब यता दाजुलाई सोध्न चाहन्छु। यता तपाईँलाई चाहिँ यो हाम्रो जुन चाहिँ यो तम्बर खोला, हामी चाहिँ नेपाल तम्बर खोला गइएको थियो र यो तम्बर खोला चाहिँ अब हाम्रो यो साउदेनको उत्पत्ति थलो भनौँ, त्यहाँ गइयो र यहाँ एकदमै अब हामीलाई उता नेपालकोले हामीलाई एकदमै राम्रो, नेपालको दाजुभाइ बाजे बोजू चेलीबेटीले एकदमै राम्रो हामीले अब सत्कार गऱ्यो र हामी पनि गयौँ र एउटै त्यहाँ गएर एकदमै राम्रो लाग्यो। हामीले जुन चाहिँ माङ्गेना यज्ञहरू देख्यौँ, केरुम यज्ञहरू देख्यौँ, हामीले यहाँ भएको सबै जस्तो हेऱ्यौँ। अब साउदेन किन नामकरण भयो त्यो पनि अब हामीलाई त्यहाँ निकै जानकारी भयो, बुढापाकाले हामीलाई गरायो र अरू सबै अब नेपालको दाजुभाइलाई फेरि अब हाम्रो सिक्किम को साउदेनहरूबाट मुरी धन्यवाद छ त्यत्रो प्रोग्राम गरिदिनु भएकोमा। यहाँ प्रेम सर दाजु र आइबी दाजुले चाहिँ भनिसक्नुभयो। अब यता बिबी सर दाजुलाई सोध्न चाहन्छु, तपाईँ कहाँ जानुभएको थियो, किन जानुभएको थियो र कस्तो लाग्यो दाजु भनिदिनुहोस् न। अब यसमा हामी नेपाल तम्बर खोला जुन चाहिँ साउदेनको थाकथालो पहिले उत्पत्तिको थाकथालोमा गइएको थियो र त्यो त साथीहरूले पनि सर्वविदित भनिसक्नुभयो। र यसमा म त के भन्न चाहन्छु भने सम्पूर्ण नेपालका दाजुभाइ, काका, बडाबाबुदेखि लिएर बाजे बोजू सबैले राम्रो प्रकारले हामीलाई सत्कार र इज्जतसँग हामी राम्रो प्रकारले बस्नु पायौँ। उहाँहरूसँग तालमेल र यताको उताको जति पनि कुराहरू गर्नु पायौँ त्यसमा हामी एकदम आभारी छौँ, एकदम खुसी छौँ। र म सम्पूर्ण सिक्किमेली दाजुभाइ दिदीबहिनीदेखि लिएर सम्पूर्ण देशव्यापी जति पनि देश विदेशमा बस्नुभएको साउदेन पक्षलाई पनि त्यही भन्न चाहन्छु, हाम्रो जुन चाहिँ ठाउँमा पुग्नै पर्ने रहेछ, हेर्नै पर्ने रहेछ, किनभने एकदम त्यहाँनिर पुग्दाखेरि अर्कै संसार, अर्कै संसार मात्र नभएर एउटा मजा आउने रहेछ भनेर भन्न चाहन्छु। र फेरि पनि हाम्रो नेपालमा रहनुहुने, हाम्रो थाकथालोमा रहनुहुने सम्पूर्ण बाजे बोजू काकादेखि लिएर भाइ बहिनी सम्पूर्णलाई हामी सिक्किमको साउदेन वंशबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। धन्यवाद दाजु। सबै दाजुहरूले भनिसक्नुभयो। हामी चाहिँ एकदम खुसी भएर फर्किँदैछौँ, यति भन्न चाहन्छौँ है त। धन्यवाद लोगेन।